So, hello and namaste, juniors. Standing in front of you is Prashant Misra, and today we are going to learn one of the most important chapter of class 11 physics. Class 11 physics बाटा optics part बाटा आज हामी एउटा chapter refraction and plane surface लाई complete chapter लाई आज हामी सिक्छौं आज हामी गर्छौं यसमा म न्यूमेरिकलहरु कभर गर्दैन न्यूमेरिकलहरुमा यो optics को सबै पार्टहरु सकाइदिन्छु त्यसपछि सबै एकैचोटी म तपाईको न्यूमेरिकल पार्टहरुमा सबै म गर्दिन्छु बट अहिले जति डेरिभेसन पार्टहरु छ जति कन्सेप्टहरु छ त्यो सबै हामी गर्छौं यति तपाई गर्दिनु हो भने तपाई न्यूमेरिकल आफै पनि गर्न सक्नुहुन्छ तपाईले केही गाह्रो हुन्न न्यूमेरिकलहरु गर्नमा यो जति पनि म आज सिकाउँदै छु त्यसले तपाई एकदमै राम्ररी पढ्दिनु हो एकदमै राम्ररी गर्दिनु हो भने ओके सो विदाउट एनी डिले लेट्स स्टार्ट आवर टपिक आजको हाम्रो टपिक हो रिफ्लेक्सन एट प्लेन सर्फेस यसको कन्सेप्ट रिफ्लेक्सनको कन्सेप्ट तपाईहरु क्लास 10 मा पनि एकदमै मजाले पढ्नु भएको छ हैन रिफ्लेक्सनको कन्सेप्ट के हो रिफ्रेक्सन भनेको के हो हैन यो रिफ्लेक्सन भनेको के हो यसलाई तपाई क्लास 10 मा पनि मजाले पढ्नु भएको छ हैन एकदमै राम्ररी तपाईले कन्सेप्ट थाहा छ इफ थाहा छैन भने इफ केही बुझ्या छैन भने इफ जीरो नै छ भने नो नीड टु वरी आम हियर म बेसिकबाट तपाईलाई एकदमै सिकाइदिन्छु ओके सो रिफ्रेक्सन भनेको के हुन्छ जस्तै एक्जाम्पलको लागि हेरौँ है लाइट यो लाइट छ नि लाइट को स्पीड के छ नर्मली भ्याक्युम और एयर मा लाइट को स्पीड एयर और भ्याक्युम हामी भन्छौं है एयर और भ्याक्युम मा के छ 3 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड है यो के छ यो लाइट को हो स्पीड कहाँ एयर या भ्याक्युम मा ठीक छ इन द सेम वे तपाई कुरा गर्दाखेरि तपाई के भन्छ अर्को मिडियम मा लाइट को स्पीड के हुन्छ अर्कै हुन्छ जस्तै कि लेट्स सपोज टक अबाउट आई थिंक वाटर है वाटर को कुरा गर्दा वाटर मा लाइट को स्पीड हुन्छ 2.25 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड है के हुन्छ 2.25 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड इन द सेम वे के छ हाम्रो ग्लास को कुरा गर्दाखेरि के हुन्छ 2 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड अब के छ हेर्नु लाइट को स्पीड के भइराछ हरेक मिडियम को आफ्नै छ छुट्टै छ जस्तै लाइट को एयर मा के छ 3 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड को स्पीडले ट्रेभल गर्दैछ इन द सेम वे वाटर मा के छ 2.25 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड इन द सेम वे ग्लास मा के छ 2 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड भन्नाले तपाई यहाँ त के देख्न सक्नुहुन्छ कि लाइट को हरेक मिडियम मा आफ्नो एउटा छुट्टै स्पीड छ है के छ स्पीड जुन लाइट को हिड्ने गति भेलोसिटी जुन छ त्यो के छ हरेक मिडियम मा छुट्टै छ सो के हुन्छ इफ लाइट अब एयर बाट वाटर मा आयो भने के हुन्छ सपोज हाम्रो लाइट एयर बाट के भो वाटर मा आयो भने के हुन्छ है सो एयर मा लाइट को स्पीड कति हुन्छ 3 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड इन द सेम वे वाटर मा कति हुन्छ 2.25 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड सो के हुन्छ एयर मा कति अलि स्पीडले ट्रेभल गरिरहेछ त्यही वाटर मा कम्पेरिटिभली के भइरहेछ अलि कम स्पीडले ट्रेभल गरिरहेछ एयर मा कति हो 3 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड वाटर मा कति हो 2.25 × 10 टु द पावर 8 मिटर पर सेकेन्ड भन्नाले वाटर मा अलिकति थोरै कम स्पीडले ट्रेभल गरिरहेछ को लाइट ट्रेभल गरिरहेछ सो जुन मिडियममा एयर मिडियममा के हो हाम्रो लाइट के भइरहेछ स्पीड ट्रेभल गरिरहेछ लाइट के हो स्पीड ट्रेभल गर्दैछ ट्रेभल स्पीड यो मिडियममा के भइरहेछ हाम्रो लाइट के भइरहेछ एकदमै स्पीडमा ट्रेभल गर्दैछ इन द सेम वे ट्रेभल स्पीड हैन ट्रेभल स्पीड इन द सेम वे वाटरमा कम्पेरिटिभली के छ ट्रेभल स्लो है ट्रेभल स्लो सो अब के याद राख्नु कि जुन मिडियममा लाइट फास्ट ट्रेभल गर्छ है जुन मिडियममा लाइट फास्ट ट्रेभल गर्छ त्यसलाई हामी भन्छौं रेयरर मिडियम है तपाई नोट डाउन गर्नुस् रेयरर मिडियम र जुन मिडियममा लाइट स्लो ट्रेभल गर्छ त्यसलाई हामी भन्छौं डेन्सर मिडियम ठीक छ डेन्सर मिडियम क्लियर छ यहाँसम्म सो के भो जुन मिडियममा लाइट फास्ट ट्रेभल गर्यो त्यसलाई हामी भन्दियौं रेयरर मिडियम जुन मिडियममा लाइट स्लो ट्रेभल गर्यो त्यसलाई हामी भन्दियौं डेन्सर मिडियम सो डेफिनिसन तपाईहरु नोट डाउन गर्नुस् म भन्दिरहेको छु द मिडियम इन व्हिच लाइट ट्रेभल फास्टर सुन्नुस् पहिला त्यसपछि लेख्नु द मिडियम इन व्हिच लाइट ट्रेभल फास्टर इज कल्ड रेयरर मिडियम क्लियर छ द मिडियम इन व्हिच म लेख्दिन्छु है तपाईहरु नि नोट डाउन गर्नुस् द मिडियम इन व्हिच लाइट ट्रेभल फास्टर है लाइट ट्रेभल फास्टर इज कल्ड रेयरर मिडियम है के हो रेयरर मिडियम इन द सेम वे द मिडियम इन व्हिच लाइट ट्रेभल स्लो के हुन्छ
रेयरर इज कल्ड डेन्सर मिडियम। रेयररमा के हुन्छ फास्ट ट्रेभल गर्छ, डेन्सरमा के हुन्छ हाम्रो स्लो ट्रेभल गर्छ। सो द मिडियम इन विच लाइट ट्रेभल स्लो इज कल्ड डेन्सर मिडियम। क्लियर छ यहाँसम्म? रेयरर र डेन्सर मिडियम बुझिसक्नुभयो। त्यसपछि लाइटको तपाईँ यो पनि बुझ्नुभयो कि लाइट एउटा मिडियमबाट अर्को मिडियममा जाँदा के हुन्छ, लाइटको स्पिड चेन्ज हुन्छ है, लाइटको भेलोसिटी के हुन्छ चेन्ज भइरहेको हुन्छ। क्लियर छ यहाँसम्म? सो लेट्स टक इफ लाइट एयरबाट, अब तपाईँ आफै भन्नु, इफ लाइट एयरबाट हाम्रो वाटरमा गयो भने अब यहाँनिर रेयरर मिडियम कुन, डेन्सर मिडियम कुन है? एयरबाट वाटरमा गयो भने एयरमा लाइटको स्पिड कति छ 3 × 10⁸ मिटर पर सेकेन्ड, वाटरमा कति छ 2.25 × 10⁸ मिटर पर सेकेन्ड। सो अब तपाईँ यहाँनिर मजाले भन्न सक्नुहुन्छ एयरमा फास्ट ट्रेभल गर्दैछ, त्यही भएर यो हाम्रो रेयरर मिडियम भयो। एयर हाम्रो के भइदियो रेयरर मिडियम भयो। वाटरमा स्लो ट्रेभल गर्दैछ, त्यही भएर यो हाम्रो के भयो डेन्सर मिडियम भइदियो। मजाले भन्न सक्नुभयो एयर र वाटरको कम्पेरिजन गर्दा। अब सपोज म भनिदिए कि लाइट वाटरबाट ग्लासमा ट्रेभल गर्दैछ, कहाँ वाटरबाट ग्लासमा ट्रेभल गर्दैछ। सो अब केस आयो वाटर र ग्लासको। सो एयर र वाटरको कम्पेरिजन गर्दाखेरि वाटर हाम्रो के छ डेन्सर मिडियम छ, तर कम्पेयर म गरिरहेको छु अब वाटर र ग्लासबाट। अब लाइट वाटरबाट ग्लासमा जाँदैछ। सो यो केसमा अब ग्लासमा स्पिड कति छ 2 × 10⁸ मिटर पर सेकेन्ड हो। लाइट 2 × 10⁸ मिटर पर सेकेन्ड। सो अब वाटर र ग्लासमा रेयरर र डेन्सर कुन? सो हेर्नु त वाटरमा के छ 2.25, ग्लासमा के छ 2 मात्रै छ। सो कुनमा फास्ट ट्रेभल गर्दैछ वाटरमा। सो वाटर हाम्रो के भइदियो अब रेयरर भइदियो, वाटर के भइदियो रेयरर भयो, ग्लास के भयो हाम्रो डेन्सर भइदियो। आर यु क्लियर? बुझ्नुभयो? रेयरर र डेन्सर मिडियम कसरी पत्ता लगाउने? दुईटा कुनै अब्जेक्ट, दुईटा कुनै मिडियमलाई कम्पेयर गर्न दियो भने जुन मिडियममा लाइट हाम्रो फास्ट ट्रेभल गरिरहेछ त्यसलाई हामी रेयरर मिडियम भनिदिन्छौँ, र जुन मिडियममा हाम्रो लाइट स्लो ट्रेभल गरिरहेछ त्यसलाई हामी के भनिदिन्छौँ डेन्सर मिडियम भनिदिन्छौँ। क्लियर छ यहाँसम्म? नो डाउट। ओके, सो रिफ्रेक्सनको, अब रिफ्रेक्सन भनेको के हो त्यो पहिला हामी बुझौँ है। सो रिफ्रेक्सन भनेको हुन्छ, नोट डाउन द टपिक इज रिफ्रेक्सन है, रिफ्रेक्सन अफ लाइट। सो रिफ्रेक्सन अफ लाइटमा सबभन्दा पहिला लेख्नुहोस्, तपाईँहरू नोट डाउन गर्दै जानुहोस्, मसँगै नोट डाउन गर्दै जानुहोस् है। सो रिफ्रेक्सन अफ लाइटको म यहाँ डेफिनिसन लेखिदिन्छु मजाले है। सो डेफिनिसन लेख्नुहोस्, द बेन्डिङ अफ लाइट, द फेनोमिनन of bending of light, the phenomenon of bending of light from one optical medium, from one optical medium to another optical medium, नोट डाउन गर्दै जानुहोस् है, another optical medium is called a refraction of light. It's called refraction of light. Are you clear? रिफ्रेक्सन अफ लाइट को तपाईं एकदमै मजाले पहिला डेफिनिसन हेर्नुस्, डेफिनिसन बुझ्नुस्। रिफ्रेक्सन अफ लाइट भनेको के हो? द बेन्डिङ अफ लाइट। के हो हाम्रो बेन्डिङ अफ लाइट? जुन बेला लाइट हाम्रो के हुन्छ एउटा मिडियमबाट अर्को मिडियममा जाँदाखेरि के हुन्छ, जस्तै म तपाईले के भने, म तपाईले यहाँ के भनेको थिए कि लाइट हाम्रो के हुन्छ, लाइट हाम्रो के हुन्छ एयरबाट सपोज वाटरमा गयो है, एयरबाट वाटरमा गयो। सो यसमा के हुन्छ स्पिड, यसमा स्पिड के हुन्छ 3 × 10⁸ मिटर पर सेकेन्ड, यसमा के हुन्छ 2.25 × 10⁸ मिटर पर सेकेन्ड। सो यो लाइट के हुन्छ एयरबाट वाटरमा गयो भने के हुन्छ बेन्ड हुन्छ, एउटा मिडियमबाट अर्को मिडियममा गयो भने के हुन्छ बेन्ड हुन्छ। कसको कारण बेन्ड हुन्छ? लाइट बेन्ड किन हुन्छ? किनकि के हुन्छ यहाँनिर भेलोसिटी फास्ट छ, यहाँनिर भेलोसिटी उसको के भइसक्यो स्पिड स्लो भइसक्यो। सो बेसिकली रिफ्रेक्सन किन भइरहेछ? रिफ्रेक्सन हुँदैछ के को कारण? भेलोसिटीको कारण। के लाइटको भेलोसिटी के भइरहेछ चेन्ज भइरहेछ। सो लाइट के हुन्छ एउटा मिडियमबाट अर्को मिडियममा जाँदा के हुन्छ लाइट हाम्रो बेन्ड हुन्छ। किन बेन्ड हुन्छ? एउटा मिडियमबाट अर्को मिडियममा लाइट गयो भने बेन्ड किन हुन्छ? सो बेन्ड हुनुको रिजन हो भेलोसिटी अफ लाइट। लाइटको जुन भेलोसिटी छ त्यो चेन्ज हुन्छ। एउटा एयरको
एयरबाट वाटरमा गयो भने के हुन्छ, एयरको छुट्टै एयरमा लाइटको भेलोसिटी छुट्टै छ, वाटरमा लाइटको भेलोसिटी छुट्टै छ। सो त्यसकै कारण के हुन्छ, भेलोसिटीको कारण के हुन्छ, हाम्रो लाइट हाम्रो बेन्ड हुन्छ, एउटा मिडियमबाट अर्को मिडियममा जाँदा हाम्रो के हुन्छ, लाइट बेन्ड हुन्छ र यही प्रोसेसलाई हामी के भन्छौँ, रिफ्रेक्सन अफ लाइट भन्छौँ। सो रिफ्रेक्सन अफ लाइट भनेको हाम्रो के हो, द बेन्डिङ अफ लाइट है, द बेन्डिङ अफ लाइट व्हेन इट ट्रेभल फ्रम one medium to another medium। क्लियर छ, एकदमै इजी छ। The bending of light from when light travel from one medium to another medium is called refraction of light। refraction of light बुझिसक्नु भयो। refraction of light हाम्रो के हुन्छ, सपोज दिस इज रेयर मिडियम छ, दिस इज हाम्रो के छ, डेन्सर मिडियम छ। अब लाइट के हुन्छ, लाइट एउटा मिडियमबाट अर्को मिडियममा आयो भने के हुन्छ, यो अलिकति बेन्ड हुन्छ, कि त उता बेन्ड हुन्छ कि त यता बेन्ड हुन्छ। अब उता कुन बेला बेन्ड हुन्छ, यता कुन बेला बेन्ड हुन्छ, त्यो अहिले म तपाईलाई सिकाउँछु। तर लाइट हाम्रो के हुन्छ, यो स्ट्रेट आउँदैन है, लाइट के हुन्छ, यो अब स्ट्रेट छ भने यो स्ट्रेट आउँदैन, एउटा मिडियमबाट अर्को मिडियममा जाँदा। एउटा केसमा स्ट्रेट आउँछ, त्यो पनि म तपाईलाई एकछिनमा हाम्रो टपिक भित्र हामी जाँदाखेरि म तपाईलाई भन्छु। तर बेसिकली के हुन्छ, हाम्रो लाइट के हुन्छ, बेन्ड हुन्छ। के हुन्छ, यहाँसम्म आयो कि त यतातिर बेन्ड भयो, कि त लाइट हाम्रो यतातिर बेन्ड भयो। तर लाइट के हुन्छ, हाम्रो एउटा मिडियमबाट अर्को मिडियममा जाँदा बेन्ड हुन्छ र यसैलाई हामी के भन्छौँ, रिफ्रेक्सन अफ लाइट भन्छौँ। क्लियर छ, रिफ्रेक्सन अफ लाइट। ओके, सो नाउ लेट्स टक अबाउट यही टपिकमा अलि अगाडि बढ्ने के थियो नाउ अब इफ लाइट रेयररबाट डेन्सरमा गयो भने कहाँ जान्छ, र इफ लाइट डेन्सरबाट रेयररमा गयो भने लाइट कहाँ जान्छ, यो कुरा हामी पत्ता लगाउँछौँ है, यो कुरा हामी सिक्छौँ पहिला। इफ लाइट रेयररबाट डेन्सरमा गयो भने कहाँ जान्छ, इफ लाइट डेन्सरबाट रेयरमा गयो भने कहाँ जान्छ। सो यसको लागि हामीले के गर्नुपर्छ, अब तपाईँ टर्महरू हेर्दै जानुहोस् है, टर्महरू हेर्दै जानुहोस् मजाले। सो यसको लागि हामीले के गर्नुपर्छ, एउटा हामीले के गर्नुपर्छ, परपेन्डिकुलर लाइन ड्र गर्नुपर्छ सर्फेसबाट है, परपेन्डिकुलर लाइन। तो यो परपेन्डिकुलर लाइनलाई हामी के भन्छौँ, इमेजिनरी लाइन अर नर्मल लाइन है, जसलाई हामी के भन्छौँ, नर्मल पनि भन्छौँ है। जुन हाम्रो के हुन्छ, सर्फेसबाट परपेन्डिकुलरली हामी जुन ड्र गर्छौँ त्यसलाई हामी के भन्छौँ, नर्मल लाइन भन्छौँ। सो यो पनि हाम्रो लागि के भयो, नर्मल लाइन भयो है, यो पनि हाम्रो के भयो, नर्मल लाइन भयो। सो अब इफ लाइट रेयररबाट डेन्सरमा गयो भने कहाँ जान्छ, र इफ डेन्सरबाट रेयरमा गयो भने लाइट हाम्रो कहाँ जान्छ, त्यो हेर्नु छ। क्लियर छ। सो याद राख्नु होला, इफ लाइट रेयररबाट डेन्सरमा ट्रेभल गर्यो, इफ लाइट के भयो, रेयरर, पहिला रेयरर है, रेयररबाट यो हाम्रो लाइट आयो। सो जुन ओरिजिनल लाइट आयो नि, ओरिजिनल लाइट, सो अलवेज रिमेम्बर ओरिजिनल लाइटलाई हामी भन्छौँ इन्सिडेन्ट रे। हामी अहिले अर्को तपाईलाई म अहिले डिस्कस गर्दैछु, तर त्योभन्दा अगाडि यो कुराहरू तपाईँ याद राख्नु होला है। यसलाई हामी के भन्छौँ, इन्सिडेन्ट रे। एकछिन म तपाईलाई यो कुराहरू सबै म भन्छु, बट अहिलेबाट तपाईँ बेसिक कुराहरू बुझ्दै जानुहुन्छ, वर्डहरूबाट अलिकति परिचित हुँदै जानुहुन्छ भने तपाईँको लागि इजी हुन्छ। सो जुन ओरिजिनल लाइट आयो नि, यो ओरिजिनल लाइट, यसलाई हामी के भन्छौँ, इन्सिडेन्ट रे भन्छौँ। जुन परपेन्डिकुलर हामी ड्र गर्यौँ त्यसलाई हामी के भन्छौँ, इमेजिनरी लाइन अर नर्मल भन्छौँ। सो बेसिकली हाम्रो म्याक्सिमम बुकमा हामी के गर्छौँ, नर्मल भनेर हामी कुरा गर्छौँ। न्युमेरिकलमा आउने टपिकहरूमा हामी नर्मल लाइन भनेरै कुरा गर्छौँ। क्लियर छ। सो यो इन्सिडेन्ट, अब इफ लाइट रेयररबाट डेन्सरमा ट्रेभल गर्यो भने के हुन्छ। सो याद राख्नु होला, इफ लाइट रेयररबाट डेन्सरमा ट्रेभल गर्यो भने यो नर्मलको नजिकमा जान्छ, यो नर्मलतिरै झुक्छ। कहाँ झुक्छ, यो नर्मलतिरै झुक्छ। तर इफ लाइट डेन्सरबाट रेयरमा ट्रेभल गर्यो भने के हुन्छ, यो लाइट के हुन्छ, नर्मलबाट टाढा भाग्न खोज्छ। के हुन्छ, लाइट यो नर्मलबाट के हुन्छ, यो टाढा भाग्न खोज्छ। क्लियर छ, यो नर्मलबाट के हो, टाढा भाग्न खोज्यो। तर इफ लाइट रेयरबाट डेन्सरमा आयो भने के हुन्छ, यो हाम्रो यो नर्मल लाइनको नजिकमा आउन खोज्छ। सो के हुन्छ, इफ लाइट ट्रेभल फ्रम, तपाईहरु नोट डाउन गरिदिनुस्, इफ लाइट ट्रेभल फ्रम रेयरर टु डेन्सर मिडियम, इट bends towards the normal. कहाँ, towards the normal. In the same way, if light travel from denser to rarer, it bends away from the normal. It bends away from the normal. क्लियर छ यहाँसम्म? म एकदमै बेसिकबाट कुरा गर्दैछु, त्यही भएर तपाईहरु इफ यो कुराहरु थाहा छ भने तर पनि एकचोटी रिभिजनको लागि तपाईहरु हेर्नुस्, स्किप नगर्नु होला यो पाठहरुलाई, किनकि तपाईको रिभिजन पनि हुन्छ र प्लस आउँछ भने एकदमै राम्रो कुरा छ, आउँदैन भने तपाईको बेसिक कुराहरु, बेसिक कन्सेप्टहरु क्लियर हुन्छ। सो त्यही भएर म बेसिकबाट स्टार्ट गर्दैछु कि दिस भिडियो विल बी हेल्पफुल फर एभ्रीवन फ्रम 0 टु अप, एभ्रीवन, सबैको लागि यो हेल्पफुल होस्। त्यही भएर म के गरिरहेको छु, यहाँनिर बेसिकबाट कुरा गर्दैछु। क्लियर छ यहाँसम्म?
सो इफ लाइट हाम्रो रेयररबाट डेन्सरमा ट्रेभल गर्यो भने के हुन्छ इट बेन्ड्स टुवर्ड्स द नर्मल इन द सेम वे इफ लाइट डेन्सरबाट रेयरमा ट्रेभल गर्यो भने कहाँ हुन्छ इट्स बेन्ड्स अवे फ्रम द नर्मल एकदमै इजी छ केही गाह्रो छैन अब केही टर्महरु हेरौं है रिफ्लेक्सन अफ लाइटमा के हुन्छ टर्महरु हेरौं है यो हाम्रो मेन है अब यहाँ हामी केही टर्महरु हेर्छौं म के भने हाम्रो सरफेस यो सरफेसबाट परपेन्डिकुलर एउटा लाइन हामी जुन लिन्छौं त्यसलाई हामी के भन्छौं त्यसलाई हामी भन्छौं नर्मल लाइन के भन्छौं त्यसलाई नर्मल लाइन अर इमेजिनरी लाइन सो हामी त्यसलाई के भन्छौं नर्मल भन्छौं जुन हाम्रो ओरिजिनल रे अफ लाइट आउँछ ओरिजिनल रे अफ लाइट आयो भने यसलाई हामी के भन्छौं यसलाई हामी भन्छौं इन्सिडेन्ट रे यसलाई के भन्ने इन्सिडेन्ट रे क्लियर छ इन्सिडेन्ट रे जुन ओरिजिनल रे अफ लाइट छ त्यसलाई हामी के भन्छौं इन्सिडेन्ट रे नोट डाउन तपाईहरु फटाफट यो जुन फिगर यस्तो छ नि यो फिगर बनाउनु तर त्यसको तल लेख्नु इन्सिडेन्ट रे भनेको के ओरिजिनल रे अफ लाइट है नर्मल लाइन भनेको के परपेन्डिकुलर टु द सरफेस फटाफट लेख्दै जानुस् एकदमै इजी छ म भन्दै जान्छु तपाईको हात चल्नु पर्यो एकदमै स्पिडमा जानु पर्यो हात सो नर्मल लाइन भनेको के परपेन्डिकुलर टु द सरफेस इन्सिडेन्ट रे भनेको के ओरिजिनल सोर्स अफ लाइटलाई हामी के भन्छौं इन्सिडेन्ट रे भन्छौं अब लाइट यो सपोज यो छ हाम्रो डेन्सर मिडियम र यो हाम्रो रेयरर मिडियम क्लियर छ सो अब लाइट डेन्सरबाट रेयररमा लाइट ट्रेभल गर्यो भने कतातिर जान्छ अहिले भर्खर सिकाए डेन्सरबाट रेयररमा ट्रेभल गर्यो भने कसरी डीआर है डीआर भनेको के डक्टरबाट सबैजना टाढा भाग्ने गर्छ है डक्टरबाट सबैजना टाढा भाग्छ सो त्यही भएर डीआर बाट जसरी डी बाट आर भयो भने इन्सिडेन्ट रे के हुन्छ यो नर्मलबाट टाढा भाग्न थाल्छ के हुन थाल्छ यो नर्मलबाट के भयो यो यस्तो यो टाढा भाग्न थाल्यो क्लियर छ यो यस्तो टाढा भाग्यो लाइट डेन्सरबाट रेयरमा आयो भने सो यो हाम्रो इन्सिडेन्ट रे हो र जुन लाइट एउटा मिडियमबाट अर्को मिडियममा ट्रेभल गरिसक्यो त्यो लाइटलाई यही इन्सिडेन्ट रेलाई हामी के भन्न थाल्छौं यतातिर आएर हामी के भन्छौं रिफ्रेक्टेड रे के भन्छौं रिफ्रेक्टेड रे क्लियर छ इन्सिडेन्ट रे र रिफ्रेक्टेड रे बुझ्नुभयो इन्सिडेन्ट रे ओरिजिनल सोर्स अफ लाइट रिफ्रेक्टेड रे जुन आफ्टर रिफ्रेक्सन जुन हामीलाई रे पाउँछौं त्यसलाई हामी के भन्छौं रिफ्रेक्टेड रे भन्छौं क्लियर छ अब हेर्नु यो इन्सिडेन्ट रे र नर्मल लाइनले के गरिरहेछ एउटा एंगल बनाएको छ हो बनाएको छ यहाँ सो यो एंगललाई हामी भन्छौं एंगल अफ इन्सिडेन्स के भन्ने यसलाई एंगल अफ इन्सिडेन्स सो अब कोही सोध्छ व्हाट इज एंगल अफ इन्सिडेन्स अनि के भन्ने द एंगल मेड बाइ द इन्सिडेन्ट रे एन्ड नर्मल लाइन इज कल्ड एंगल अफ इन्सिडेन्स क्लियर छ यहाँसम्म केही गाह्रो छैन इन द सेम वे यो रिफ्रेक्टेड रे र नर्मलले पनि के गरिरहेछ एउटा एंगल बनाएको छ सो यसलाई के भन्ने सो यसलाई हामी भन्छौं एंगल अफ रिफ्रेक्सन के भन्ने यसलाई एंगल अफ रिफ्रेक्सन भनेको के हो यो हाम्रो द एंगल मेड बाइ द रिफ्रेक्टेड रे एन्ड नर्मल लाइन इज कल्ड एंगल अफ रिफ्रेक्सन केही गाह्रो छ एकदमै गाह्रो छैन एंगल अफ इन्सिडेन्स भनेको के नर्मल र इन्सिडेन्ट रे जुन एंगल बनायो त्यसलाई हामी के भनिन्छौं एंगल अफ इन्सिडेन्स रे एंगल अफ रिफ्रेक्सन भनेको के हो सो द एंगल मेड बाइ द नर्मल एन्ड रिफ्रेक्टेड रे इज कल्ड एंगल अफ रिफ्लेक्सन केही गाह्रो छ यहाँसम्म केही गाह्रो छैन एकदमै सबै इजी छ तपाई एकदमै ध्यानले पढ्नुस् केही पनि यहाँ गाह्रो छैन है सो अब हामी आफ्नो नेक्स्ट पार्ट हेर्छौं हाम्रो नेक्स्ट टपिक के हो यो टपिकमा तपाईहरु एकदमै राम्ररी सबै कुरा बुझ्नु होला है एउटा कुरा चाहिँ तपाई के बुझ्नु कि लाइट रिफ्लेक्सन लाइट के हुन्छ एकदमै म मेन पोइन्ट भनिरहेको छु यो तपाईको आईओई को एक्जाम सीयू को एक्जाम सबैमा फिजिक्समा सोध्ने क्वेशन हो के जब लाइट एउटा मिडियमबाट अर्को मिडियममा ट्रेभल गर्छ भने उसको फ्रिक्वेन्सी चेन्ज हुन्छ कि हुँदैन उसको अरएल्स तपाईले सोधिन्छ उसको के चेन्ज हुन्छ के चेन्ज हुँदैन तपाई अलवेज अब बुझिसक्नुभयो फ्रिक्वेन्सी कहिले चेन्ज हुँदैन लाइटको के हुन्छ फ्रिक्वेन्सी कहिले चेन्ज हुँदैन उसको फ्रिक्वेन्सी त्यही हुन्छ सो एउटा मिडियमबाट अर्कोमा जाँदा के हुन्छ त्यसको वेभलेन्थ चेन्ज हुन सक्छ तपाईले के भन्छ सबै तर उसको फ्रिक्वेन्सीहरु के हुन्छ चेन्ज हुँदैन क्लियर छ त्यही भएर यो कुराहरु एमसीक्यू मा सोध्यो भने तपाई भन्न सक्नुहुन्छ रिफ्लेक्सन अफ लाइट हुँदा लाइटको फ्रिक्वेन्सी चेन्ज हुँदैन नाउ आवर नेक्स्ट टपिक इज रिफ्लेक्सन अफ लाइट अन ग्लास स्लैब है के हो रिफ्लेक्सन अफ लाइट अन ग्लास स्लैब सो यसमा के भन्दै छ यसमा भन्दै छ कि लाइट हाम्रो के हुन्छ सबभन्दा पहिला एयरबाट हाम्रो कहाँ जान्छ ग्लासमा जान्छ र ग्लासबाट हाम्रो के हुन्छ एयरमा आउँछ केही गाह्रो छ यसमा तपाईले लाइटलाई के गर्नु छ एयरबाट ग्लासमा लग्नु छ ग्लासबाट एयरमा लग्नु दिनु छ सो के भयो हाम्रो एयर के भइदियो रेयर मिडियम भइदियो ग्लास के भइदियो डेन्सर मिडियम भइदियो फेरि ग्लासबाट एयरमा गयो सेम एयर के भइदियो हाम्रो रेयर मिडियम भइदियो क्लियर छ बुझ्नुभयो ग्लास त एनी हाउ ग्लासमा लाइटको स्पिड त के हुन्छ थोरै हुन्छ नि
सो त्यही भएर के हो, सो हामीले के गर्नु छ, रेयररबाट डेन्सरमा जानु छ र डेन्सरबाट रेयररमा आउनु छ। सो रेयररबाट डेन्सरमा जाँदा नर्मलतिर के हुन्छ, नर्मल लाइट कता जान्छ, नर्मलतिरबाट कता जान्छ, नर्मल छ भने नर्मलबाट लाइट रेयरर टु डेन्सर गयो भने के हुन्छ, नजिकमा जान्छ। तर डेन्सर टु रेयरमा गयो भने लाइट के हुन्छ, हाम्रो टाढा भाग्न थाल्छ। यही कन्सेप्ट गरेर हामी फिगर ड्र गर्छौँ। एकदमै इजी छ, तपाईहरु हेर्दै बस्नुस् है, मसँग पनि ध्यान दिनुस् पहिला, त्यसपछि तपाईहरु गर्नु होला है। सपोज दिस इज द ग्लास स्ल्याब, यो हाम्रो के हो, एकछिनको लागि म अलि म ठुलो फिगर बनाउँछु है। दिस इज आवर ग्लास स्ल्याब, यो हाम्रो ग्लास स्ल्याब हो। अब हेर्नुस्, अब ग्लास स्ल्याबमा अब इफ सपोज रे अफ लाइट यस्तो आयो, रे अफ लाइट मेरो यो आयो, सो यसलाई जुन ओरिजिनल लाइट आयो त्यसलाई म के भन्छु, ओरिजिनल लाइटलाई के भनिन्छ, ओरिजिनल लाइटलाई हामी के भन्ने, इन्सिडेन्ट रे। के भन्ने, ओरिजिनल लाइटलाई इन्सिडेन्ट रे। अब एउटा जुन परपेन्डिकुलरमा ड्र गर्छु सर्फेसबाट त्यसलाई म के भन्छु, त्यसलाई म के भन्छु, त्यसलाई म भन्छु के, नर्मल। के भन्ने त्यसलाई, नर्मल लाइट। सो इफ लाइट, यो के भयो, एयर हैन, एयरबाट कहाँ जाँदैछ, एयरबाट हाम्रो कहाँ जाँदैछ, ग्लासमा जाँदैछ। कहाँ, एयरबाट ग्लासमा जाँदैछ। सो एयर हाम्रो के भयो, रेयरर भयो, ग्लास के भयो, डेन्सर भयो। सो लाइट इफ रेयररबाट डेन्सरमा गयो भने नर्मलबाट कहाँ जान्छ, सो नर्मलको के हुन्छ, यो नजिक जान्छ। के हुन्छ, यो नर्मलको नजिकतिर यस्तो बेन्ड हुन्छ। क्लियर छ, लाइट हाम्रो यहाँसम्म पुगिसक्यो, पुगिसक्यो। सो अब यहाँनिर हेर्नु है, यो हाम्रो के भइसक्यो, यो एंगल, जुन एंगल इन्सिडेन्ट रे र नर्मलले हाम्रो बनाउँछ त्यो एंगललाई हामी के भन्छौं, इन्सिडेन्ट रे र नर्मलले जुन एंगल बनायो त्यसलाई हामी के भन्छौं, त्यसलाई हामी के भन्छौं, एंगल अफ इन्सिडेन्स। सो त्यसलाई हामी के गर्छौं, आई ले डिनोट गर्छौं। तपाईहरु नोट डाउन गर्दै जानु होला, एंगल अफ इन्सिडेन्स, एंगल अफ इन्सिडेन्स भनेको इन्सिडेन्स इज इक्वल टु आई। ठीक छ। अब हेर्नुस्, यो एउटा, अब यो एयरबाट ग्लासमा आइसक्यो लाइट। सो लाइट यो जुन रिफ्लेक्टेड रे र नर्मलले जुन एंगल बनाउँछ त्यसलाई हामी के भन्छौं, रिफ्लेक्टेड रे र नर्मलले जुन बनाउँछ त्यसलाई हामी के भन्छौं, एंगल अफ रिफ्रेक्सन। के भन्छौं, एंगल अफ रिफ्रेक्सन। सो एंगल अफ रिफ्रेक्सनलाई हामी के भन्छौं, एंगल अफ रिफ्रेक्सनलाई हामी स्मल आर ले यहाँनिर डिनोट गर्यौं, स्मल आर ले गर्यौं। क्लियर छ यहाँसम्म। अब लाइट के भइसकेको छ, ग्लासमा आइसकेको छ। अब लाइट कहाँ जान्छ, तपाई यहाँसम्म बुझ्नुभयो, इन्सिडेन्ट रे, एंगल अफ इन्सिडेन्स, नर्मल लाइन, एंगल अफ रिफ्रेक्सन। क्लियर छ। अब फेरि लाइट कहाँ जान्छ यो गर्नलाई हामी के गर्नुपर्छ, फेरि एउटा नर्मल ड्र गरिदिन्छौं। सो नर्मल ड्र गर्ने बित्तिकै हामी अब के हेर्छौं कि अब हाम्रो लाइट के भइरहेछ, ग्लासबाट अब कहाँ जाँदैछ, ग्लासबाट कहाँ जाँदैछ, एयरमा जाँदैछ। कहाँ, ग्लासबाट एयरमा जाँदैछ। सो अब हेर्नुस्, इफ ग्लास भनेको हाम्रो के भइसक्यो, अब डेन्सर मिडियम, एयर भनेको के भइसक्यो, रेयरर मिडियम। सो डीआर भनेको म तपाईलाई भनेको थिएँ, डीआर तपाई एक्जाम्पलको लागि आफूमा लिन सक्नुहुन्छ। डीआर भनेको डाक्टर, डाक्टरबाट सबै टाढा टाढा नै बस्न खोज्छ। सो के भयो, अब डीआरमा गयो भने के हुन्छ, यो टाढा यस्तो यस्तो भाग दिन्छ यहाँबाट। लाइट के भयो, हाम्रो एकदमै टाढा यो भाग दियो नर्मलबाट। सो यो हाम्रो के भयो, रिफ्लेक्सन भयो। सो अब हेर्नु है, यहाँनिर यो जुन एंगल छ यो पनि हाम्रो एंगल अफ रिफ्लेक्सन नै भयो। तर यो एंगललाई हामी भन्छौं, यो लास्टको जुन बाहिरतिर आइदियो नि यसलाई हामी भन्छौं इमर्जेन्ट रे। केलाई भन्छौं, यसलाई हामी के भन्छौं, इमर्जेन्ट रे भन्छौं। के भन्ने यसलाई, इमर्जेन्ट रे। र यसलाई हामी के भन्छौं, एंगल अफ इमर्जेन्स। के भन्छौं, एंगल अफ इमर्जेन्स, एंगल अफ इमर्जेन्स। एंगल अफ इमर्जेन्स भनेको हाम्रो के भइदियो, ई भइदियो। क्लियर छ यहाँसम्म। एंगल अफ र यो यसलाई हामी यो एंगल अफ इन्सिडेन्स पनि यो जो इक्वल हो के, यही त्यही कुरा हो। यो एंगल अफ इमर्जेन्स हाम्रो एंगल अफ इन्सिडेन्ससँग इक्वल हुन्छ। बिस्तारै बिस्तारै तपाई बुझ्दै जानुहुन्छ। पहिला यो बुझ्नुभयो, यहाँ न मजाले एकदमै मजाले तपाई यो फिगरलाई बुझ्नुभयो। के भइदियो, हाम्रो लाइट एयरबाट ग्लासमा गयो, ग्लासबाट एयरमा आयो। एकदमै हामी राम्ररी जुन हाम्रो लहरु थियो त्यसलाई युज गरेर हामीले ड्र गर्दियौं र तपाईलाई म भन्दिए यहाँनिर कि एंगल अफ इन्सिडेन्स कुन हो, एंगल अफ रिफ्लेक्सन कुन हो, यो पनि एंगल अफ इमर्जेन्स कुन हो। अब एउटा कुरा तपाई अझै यहाँनिर ध्यान दिनुस् है, एउटामा कुरा अझै म तपाईलाई सिकाइदिन्छु। यसको डेरिभेसन पछि-पछितिर छ, तर म अहिले नै तपाईलाई कन्सेप्ट दिन्छु। सपोज यो लाइट यस्तो एयरमा आयो, ठीक छ, यो लाइट यस्तो आयो। इफ यो मिडियम नभएको भए हाम्रो लाइट कहाँ जान्थ्यो, यो जुन यहाँसम्म लाइट आइसकेको छ हैन, यहाँसम्म ध्यान दिनुस् है, यहाँसम्म लाइट आइसकेको छ। इफ यो मिडियम नभएको भए हाम्रो लाइट कहाँ जान्थ्यो, सो हाम्रो यो लाइट के हुन्थ्यो, मिडियम नभएको भए यो सिधा यस्तो गइदिन्थ्यो है, मजाले यो आफ्नो यस्तो जान्थ्यो, सिधा गइदिन्थ्यो इफ यो मिडियम नभएको भए। क्लियर छ। सो यो त हाम्रो इन्सिडेन्ट रे नै हो, यो हाम्रो के हो, इन्सिडेन्ट रे नै हो। इफ यो लाइट नभएको भए हाम्रो के हुन्थ्यो, यो इफ यो मिडियम नभएको भए यो लाइट के हुन्थ्यो, सिधा यस्तो गइदिन्थ्यो। सो अब यहाँ हेर्नु, यो इन्सिडेन्ट रे र इमर्जेन्ट रे को बिचमा के छ, एउटा डिस्टेन्स बनिरहेछ।
एउटा के हेर्नु ध्यानले एउटा के छ डिस्टेन्स बनिरहेछ यहाँनिर सो यो डिस्टेन्सलाई हामी के भन्ने यो डिस्टेन्सलाई हामी भन्छौँ ल्याटरल शिफ्ट के भन्छौँ यसलाई ल्याटरल शिफ्ट यसलाई के भन्ने ल्याटरल शिफ्ट र यसलाई हामी के गर्छौँ p ले डिनोट गर्छौँ याद राख्नु होला यो हाम्रो द परपेंडिकुलर डिस्टेन्स बिट्विन इन्सिडेन्ट रे एन्ड इमर्जेन्ट रे इज कल्ड ल्याटरल शिफ्ट भनेको बुझ्नुभयो जुन ओरिजिनल इन्सिडेन्ट रे छ इफ यो मिडियम नभएको भए हाम्रो लाइट कहाँ जान्थ्यो एकदमै स्ट्रेट जान्थ्यो र मिडियम आइसक्यो भने इमर्जेन्ट रे र इन्सिडेन्ट रेको बिचको डिस्टेन्सलाई हामी के भन्छौँ ल्याटरल शिफ्ट भन्छौँ र ल्याटरल शिफ्टलाई हामी केले डिनोट गर्छौँ हामी p ले डिनोट गर्छौँ क्लियर छ यहाँसम्म इफ यहाँसम्म क्लियर छ भने हामी आफ्नो अर्को टपिकमा जाम सो हाम्रो अर्को टपिक हो अब ल अफ रिफ्रेक्सन अफ लाइट के हो ल अफ रिफ्रेक्सन अफ लाइट यहाँनिर मजाले पहिला बुझ्नुस् ल अफ रिफ्रेक्सन अफ लाइट हेर्नु के भन्छ यो रिफ्रेक्सन अफ लाइट को यहाँनिर हामी आज तीनटा ल हेर्छौँ है कतिवटा हामी तीनटा ल हेर्छौँ सो फर्स्ट लले के भन्छ सो फर्स्ट लले हाम्रो भन्छ कि हाम्रो जुन नर्मल लाइन छ कुन कुन सबभन्दा पहिला नर्मल लाइन इन्सिडेन्ट रे हेर्नु भएको छ नि इन्सिडेन्ट रे भनेको हाम्रो के हो इन्सिडेन्ट रे एन्ड रिफ्रेक्टेड रे should lie on same plane के हुनु पर्यो यो सेम प्लेनमा लाई गर्नु पर्यो तीनटै जस्तै एक्जाम्पलको लागि यहाँ हेर्नु के छ एउटा प्लेन छ हैन सो के हुन्छ हाम्रो नर्मल पनि यसमै हुन्छ इन्सिडेन्ट रे पनि यसमै हुन्छ रिफ्लेक्टेड पनि यसमै हुन्छ सो यसैले हामी के यो रिफ्लेक्टेड पनि यसमै हुन्छ सो यो सबै तीनटै हाम्रो इन्सिडेन्ट रे नर्मल रिफ्लेक्टेड रे यो तीनटै के हुनु पर्यो सेम प्लेनमा लाई गर्नु पर्यो फर्स्टले यही भन्छ क्लियर छ सेकेन्डले है अब सेकेन्डले हाम्रो के भन्छ सेकेन्डले भन्छ when light travel from denser to rarer if light travel गर्यो भने कहाँ जान्छ हाम्रो लाइट bend away from normal के हुन्छ bend away from normal हैन bend away from normal हो नि bend away from normal in the same way if light travel from rarer to denser then के हुन्छ bend towards to normal are you clear के छ दुईटा तपाई हेर्नुभयो फर्स्ट के हो नर्मल लाइन इन्सिडेन्ट रे एन्ड रिफ्लेक्टेड रे शुड बी लाई अन सेम प्लेन तीनटै के हुनु पर्यो सेम प्लेनमा लाई गर्नु पर्यो सेकेन्ड हाम्रो ल के हो when the light travel from denser to rarer म सिकाइसकेको छु denser to rarer if हाम्रो लाइट ट्रेभल गर्यो भने के हुन्छ नर्मलबाट टाढा भाग्छ तर इफ लाइट rarer to denser आयो भने हाम्रो के हुन्छ हाम्रो लाइट के हुन्छ नर्मल तिर आउँछ नर्मलको नजिकतिर आउँछ क्लियर छ यहाँसम्म ओके सो थर्ड लले हाम्रो के भन्छ थर्डले हाम्रो हुन्छ थर्ड बुझ्नलाई तपाई यहाँ एकदमै राम्ररी हेर्नु सबभन्दा पहिला यो हाम्रो एंगल अफ इन्सिडेन्स हो यो हाम्रो एंगल अफ रिफ्लेक्सन हो यो एंगल अफ इन्सिडेन्स र एंगल अफ रिफ्लेक्सन सो के हो यो थर्ड लले हामीले भन्छ sin i by sin r इज इक्वल टु कांस्टेंट के भन्छ हामीलाई sin i by sin r sin i भनेको के एंगल अफ इन्सिडेन्स sin अफ एंगल अफ इन्सिडेन्स टु दी sin अफ एंगल अफ रिफ्लेक्सन के थर्डले हामीले भन्छ sin अफ एंगल अफ इन्सिडेन्स to the angle of refraction sin of angle of incidence to the sin of angle of refraction है sin of angle of refraction is constant है is constant भन्नाले यही sin i by sin r is equal to constant so यो भनेको हाम्रो हुन्छ sin i by sin r is equal to mu के हुन्छ हाम्रो यो mu र यसैलाई हामी के भन्छौं यसलाई हामी भन्छौं स्नेल ल के भन्छौं हामीलाई यसलाई हामी भन्छौं स्नेल ल क्लियर छ सो यो तीनटा ल तपाई बुझिसक्नुभयो तीनटा ल हाम्रो के छ फर्स्ट सबभन्दा पहिला इन्सिडेन्ट रे नर्मल रे र रिफ्लेक्टेड रे तीनटै सेम प्लेनमा लाई गर्नु पर्यो सेकेन्ड इफ लाइट डेन्सर टु रेयर ट्रेभल गर्यो भने के हुन्छ लाइट हाम्रो नर्मलबाट के हुन्छ टाढा भाग्छ इफ लाइट रेयर टु डेन्सर ट्रेभल गर्यो भने के हुन्छ नर्मलको नजिकमा आउँछ थर्ड के हुन्छ रेशियो अफ sin of angle of incidence to the sin of angle of refraction is constant भन्नाले sin i by
sin r is equal to constant, that is the sin I by sin r is equal to mu, र यसैलाई हामी के भन्छौं स्नेल ल भन्छौं। क्लियर छ यहाँसम्म? इफ यहाँसम्म बुझिसक्नुभयो भने अब हामी आफ्नो नेक्स्ट टपिकमा हेर्छौं। सो आवर नेक्स्ट टपिक इज, पहिला अब हामी रिफ्रेक्टिभ इन्डेक्स को बारेमा अलिकति बुझ्छौं है। रिफ्रेक्टिभ इन्डेक्स भनेको के हो? यो तपाईहरु क्लास 10 मा पढ्नु भएछ, तर पनि म एकचोटी यहाँनिर पहिला रिफ्रेक्टिभ इन्डेक्स को बारेमा भनिदिन्छु, त्यसपछि तपाईको बुकमा रिलेसनहरु छ 11 क्लासमा, त्यो कुराहरु हामी रिलेसनको कुरा गर्छौं। तर पहिला रिफ्रेक्टिभ इन्डेक्स भनेको के हो त्यसलाई म एकचोटी पहिला रिभाइज गरिदिन्छु। रिफ्रेक्टिभ इन्डेक्समा बेसिकली भनेको, जस्तै म सपोज भन्दिए कि लाइट हाम्रो के भयो, एयरबाट कहाँ गयो, ग्लासमा ट्रेभल गर्यो। ग्लास एउटा मिडियम हो, एयरबाट ग्लासमा ट्रेभल गर्यो। सो रिफ्रेक्टिभ इन्डेक्स भनेको बेसिकली कि त्यो मिडियममा आएर लाइटको स्पिड कति गुणाले कम भइराछ है, लाइट कतिले कम भइराछ, कतिको मल्टिप्लिकेसनमा कम भइराछ, त्यही हामी भन्छौं रिफ्रेक्टिभ इन्डेक्स। जस्तै तपाईलाई भनिदिन्छ एक्जाम्पलको लागि, द रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास इज 2 भन्नाले यो के हो, इट मिन्स दैट ग्लासमा लाइट इन्टर गर्ने बित्तिकै उसको स्पिड के हुन्छ, 2 टाइम्सले कम हुन्छ। क्लियर छ? बुझ्नुभयो रिफ्रेक्टिभ इन्डेक्स भनेको के हो? कुनै रिफ्रेक्टिभ इन्डेक्स भनेको कुनै मिडियममा लाइट गएर कति गुणाले कम हुन्छ, कति उसको स्पिड हुन्छ, त्यो भेलोसिटी कतिले कम हुन्छ, त्यसैले हामी के भन्छौं, रिफ्रेक्टिभ इन्डेक्स भन्छौं। क्लियर छ? सो इफ तपाईले भन्दियो द रिफ्रेक्टिभ इन्डेक्स अफ सपोज एक्जाम्पलको लागि द रिफ्रेक्टिभ इन्डेक्स अफ दिस स्टाइलस इज 5, सो इट मिन्स व्हाट, इट मिन्स लाइट एयरबाट जसरी यो के भन्छ स्टाइलसमा हिट गर्यो अनि लाइटको स्पिड कतिले कम हुन्छ, 5 टाइम्सले कम हुन्छ। सो यही यसको रिफ्रेक्टिभ इन्डेक्स भइसक्यो। क्लियर छ रिफ्रेक्टिभ इन्डेक्स? सो रिफ्रेक्टिभ इन्डेक्सको हामी केही रिलेसन हेर्छौं। सो सबभन्दा पहिला हामी हेर्छौं एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स। सबभन्दा पहिला एकदमै एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स भनेको के हो? सो एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स भनेको हाम्रो के हुन्छ, तपाई नोट डाउन गर्नुस्। एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स भनेको the ratio of velocity of light in vacuum or air to the velocity of light in given medium, to the velocity of light in given medium। बुझ्नुभयो? सो रिफ्रेक्टिभ इन्डेक्सलाई हामी के भन्छौं, म्यू ले डिनोट गर्छौं। सो म्यू इज इक्वल टु हाम्रो के हुन्छ, भेलोसिटी अफ लाइट इन भ्याक्युम और एयर डिवाइडेड बाई भेलोसिटी अफ लाइट in given medium। सो यसलाई हामी के भनिदिन्छौं, म्यू इज इक्वल टु भेलोसिटी अफ लाइट इन भ्याक्युमलाई हामी सी ले डिनोट गरिदिन्छौं र भेलोसिटी अफ लाइट इन गिवन मिडियमलाई हामी भी ले डिनोट गरिदिन्छौं। सो म्यू इज इक्वल टु सी बाई भी एन्ड दिस विल बी द फर्मुला अफ द रिफ्रेक्टिभ इन्डेक्स इन एब्सोल्युट, जसलाई हामी के भन्छौं, एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स हामी भन्ने गर्छौं। बुझ्नुभयो? सो इफ तपाईले एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स कोही सोध्यो भने डाइरेक्टली भन्दिनु the velocity of light in vacuum or air to the velocity of light in the given medium, that is the mu is equal to c by v। नोट डाउन गरिदिनुस्, एकदमै इजी छ। अब एउटा एब्सोल्युट रिफ्रेक्टिभ इन्डेक्स छ, इन द सेम वे अर्को तपाईलाई रिलेटिभ रिफ्रेक्टिभ इन्डेक्स छ। के छ तपाईँको बुकमा? रिलेटिभ रिफ्रेक्टिभ इन्डेक्स है। रिलेटिभ रिफ्रेक्टिभ इन्डेक्सको कुरा गर्दैछ, रिलेटिभ रिफ्रेक्टिभ इन्डेक्स भनेर भन्छ। सो रिलेटिभ रिफ्रेक्टिभ इन्डेक्समा सबभन्दा पहिला तपाई बुकमा हेर्नुहुन्छ भने तपाईले एउटा सानो डेरिभेसन छ, तपाई बुक हेर्नुहुन्छ भने कन्फ्युज हुनुहुन्छ, तर एकदमै इजी, सानो र एकदमै इजी डेरिभेसन छ। के छ तपाईले भन्छ, इन टु मिडियममा इफ सपोज लाइट दुईटा मिडियममा ट्रेभल गर्दैछ भने भेलोसिटी हाम्रो के भयो, सपोज लाइट रिफ्रेक्टिभ इन्डेक्स के हो, सपोज लाइट एकछिनको लागि हाम्रो यो लाइट के भयो, सपोज यो हाम्रो लाइट यहाँ ट्रेभल गर्दैछ है, सपोज यो this is our incident ray and this is our normal र लाइट हाम्रो ट्रेभल गर्दैछ तपाईलाई एयरबाट सपोज हाम्रो लाइट के गर्दैछ, ट्रेभल गर्दैछ तपाईलाई एयरबाट ग्लासमा ट्रेभल गर्दैछ। कहाँ? एयरबाट ग्लासमा ट्रेभल गर्दैछ। ठीक छ? सो अब एयर भनेको हाम्रो रेयरर मिडियम, ग्लास भनेको हाम्रो डेन्सर मिडियम। यो लाइट कहाँ जान्छ? डेन्सरबाट रेयरमा गयो भने हाम्रो लाइट कहाँ जान्छ?
लाइट हाम्रो के हुन्छ यो टाढा भाग्छ यस्तो के हुन्छ यो टाढा भाग्छ अलिकति टाढा गयो सो यो हाम्रो के हो अब हेर्नुस् यो हाम्रो के हो यो हाम्रो एंगल अफ इन्सिडेन्स भयो द एंगल मेड बाइ द इन्सिडेन्ट रे एन्ड नर्मल एन्ड यो हाम्रो के हो एंगल अफ रिफ्लेक्सन द एंगल मेड बाइ द के नर्मल एन्ड रिफ्लेक्टेड रे क्लियर छ यो फिगर बुझ्नु भएन यो फिगर एकदमै इजी छ फिगरमा केही डाउट छैन सो अब हेर्नुस् अब रिफ्रेक्टिभ इन्डेक्स अफ सबभन्दा पहिला हेर्नुस् रिफ्रेक्टिभ इन्डेक्सलाई हामी म्युले डिनोट गर्छौं सो रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास निकाल्दा रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास भनेको जी ले म डिनोट गर्दिए सो हेर्नु त रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास सो अलवेज तपाई याद राख्नु होला जुन मिडियमको रिफ्रेक्टिभ इन्डेक्स निकाल्दै हुनुहुन्छ नि त्यसको अपोजिट वाला पहिला लेख्ने सो ग्लासको अपोजिटमा के छ आई छ हैन ग्लासको अपोजिटमा के छ आर को अपोजिटमा के छ आई छ सो हामी के लेख्छौं sin i by sin r सो रिफ्लेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर हाम्रो के हो sin i by sin r ग्लासको म भने के हो भयो हाम्रो यो मिडियमको लागि कुरा गर्दैछु भने अपोजिट वाला लेख्छौं तर म एयर को रिफ्लेक्टिभ इन्डेक्स भने म के गर्दिन्छु पहिला sin r लेख्छौं र त्यसपछि sin i लेख्छौं सो यसलाई इक्वेसन 1 गर्दियौं हामी फेरि अब गरौँ रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास अब आइसक्यो सो रिफ्रेक्टिभ इन्डेक्स अफ एयर सो यसमा के लेख्ने यसको अपोजिट वाला सबभन्दा पहिला सो अपोजिटमा के छ sin r छ अपोजिटमा हाम्रो के छ sin r छ त्यसपछि के छ हाम्रो आफ्नो यसको वाला लेख्ने sin i सो यसलाई म के गर्दिन्छु इक्वेसन 2 गर्दिन्छु क्लियर छ यहाँसम्म इक्वेसन 1 र इक्वेसन 2 गर्दिए अब के गर्दिन्छु दुईटै इक्वेसनलाई म के गर्दिए मल्टिप्लाई गर्दिन्छु मल्टिप्लाइङ इक्वेसन इक्वेसन 1 एन्ड 2 दुईटैलाई म मल्टिप्लाई गर्दिए सो के भयो रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास टु दी यो पहिला यो इन्टु यो भन्नाले रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रिस्पेक्ट टु ग्लास इज इक्वल टु के हाम्रो sin i by sin r इन्टु sin r by sin i सो यो sin i क्यान्सल भयो sin r क्यान्सल भयो बच्यो कति 1 बच्यो सो म के गर्न सक्छु अब लेख्न सक्छु यसलाई रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर इन्टु रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास इज इक्वल टु 1 सो अब म के गर्न सक्छु रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर म के गर्न सक्छु 1 बाइ के रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास यो हाम्रो के हो यो हाम्रो फर्स्ट डेरिभेसन हो इन 2 मिडियम तपाईहरुको बुकमा कति के लेखेको छ त्यसलाई नध्यान दिनुस् यो हेर्नुस् है यो एकदमै इजी वेमा म तपाईलाई भन्दिए इफ इन 2 मिडियम कुरा गर्यो भने तपाई मजाले के गर्न सक्नुहुन्छ यसलाई यस्तो टाइपमा मल्टिप्लाई गरेर केही गर्नु थिएन रिफ्लेक्टिभ इन्डेक्स मात्र निकाल्नु पर्ने थियो इफ मात्र यहाँनिर के ध्यान दिने इफ तपाईले रिफ्लेक्टिभ इन्डेक्स भन्छ तपाईलाई ग्लासको निकाल्नलाई सो के गर्ने सबभन्दा यसको अपोजिट वाला छ त्यसलाई पहिला ग्लासको भन्यो भने के गर्ने पहिला i by r लेख्ने i त्यसपछि एयर को भन्दियो भने त्यसको अपोजिट के छ एयर को अपोजिटमा के छ r छ सो r by i लेख्ने क्लियर छ एकदमै क्लियर छ केही यसमा डाउट छैन तपाई एकदमै क्लियर हुनुहुन्छ फेरि म भन्दिरा छु इफ ग्लास को भन्यो भने त्यसको अपोजिटमा के छ त्यो लेख्ने इफ एयर को भन्दियो भने त्यसको अपोजिटमा के छ त्यो लेख्ने पहिला ठीक छ सो इन 2 मिडियम को क्लियर भयो ओके सो अब हामी हेर्छौं हाम्रो इन 3 मिडियम को तो अब इन 3 मिडियम को है इन 3 मिडियम को कुरा गर्यो भने हामी के गर्ने तीनटा मिडियम बनाउनु पर्छ सो तीनटा मिडियम बनाउनलाई एकदमै तीनटा मिडियम बनाउने हामी कुन म बनाइदिन्छु अलि म अझै ठुलो गर्छु अझै ठुलो गरेर म तीनटा मिडियम बनाउँछु ओके सो यसलाई यो म सबभन्दा पहिला एयर यसलाई म सपोज गर्छु त्यसपछि यसलाई म वाटर सपोज गर्छु र देन आफ्टर यसलाई म ग्लास भन्छु ठीक छ ग्लास भन्छु एयर वाटर ग्लास यो तीनटा मिडियम भयो सो अब मेरो इन्सिडेन्ट रे यहाँबाट यस्तो ट्रेभल गर्यो सो इन्सिडेन्ट रे अब कहाँ जान्छ सो यो पत्ता लाउनलाई हामीले के गर्नुपर्छ नर्मल बनाउनु पर्छ म नर्मल बनाए ठीक छ अब लाइट मेरो के भयो एयरबाट वाटरमा भन्नाले रेयररबाट डेन्सरमा गयो सो रेयररबाट डेन्सरमा जाँदा के हुन्छ हाम्रो लाइट नर्मलतिर झुक्छ कतातिर नर्मलतिर झुक्छ क्लियर छ अब फेरि यो लाइट कहाँ जान्छ यो पत्ता लाउनलाई हामी के गर्छौं यसलाई हामी के गर्छौं फेरि एउटा नर्मल बनाउँछौं ओके यो गर्न भन्दा अगाडि पहिला यो एंगलहरु लेख्दियौ यो हाम्रो के हो यो हाम्रो भयो यो द एंगल मेड बाइ नर्मल एन्ड इन्सिडेन्स इज द सरी इन्सिडेन्ट रे इज एंगल अफ इन्सिडेन्स र यो हाम्रो के भयो एंगल अफ रिफ्लेक्सन भयो r1 है ठीक छ अब फेरि हेर्नुस् अब यो लाइट अब वाटरबाट ग्लासमा जान्छ भन्नाले वाटर र ग्लासको कम्पेरिजन गर्दा वाटर हाम्रो के भइसक्यो रेयरर भयो
र ग्लास के हाम्रो डेन्सर हो सो फेरि लाइट के हुन्छ रेयररबाट डेन्सरमा जाँदैछ सो के गर्ने अब फेरि एउटा नर्मल बनाउने एउटा नर्मल बनाए अनि यो लाइट कहाँ जान्छ अब यो नजिकैमा जान्छ यसकै नजिकैमा जान्छ क्लियर छ सो अब यसलाई हेर्नुहुन्छ भने यो R1 छ भने यो पनि हाम्रो R1 नै हुन्छ हैन त्यही रे हो र यसलाई म के भनिदिन्छु यो फेरि लाइट रिफ्लेक्ट भयो त्यही भएर यसलाई म R2 भनिदिन्छु रिफ्लेक्सन 2 भनेर म भनिदिन्छु अब फेरि अब लाइट ग्लासबाट एयरमा जाँदाखेरि भन्नाले डेन्सरबाट रेयरमा जाँदाखेरि हाम्रो कहाँ जान्छ लाइट यसलाई गर्नलाई म फेरि एउटा नर्मल बनाउँछु ग्लास भनेको हाम्रो के भइसक्यो अब डेन्सर भइसक्यो र एयर भनेको रेयर सो ग्लास डेन्सरबाट रेयरमा जाँदा के हुन्छ हाम्रो नर्मलबाट टाढा भाग्छ के हुन्छ एयर सरी लाइट हाम्रो के हुन्छ टाढा भाग्छ कहाँ डेन्सरबाट रेयरमा जाँदा सो यसलाई म के भनिदिन्छु यो हाम्रो के भइसक्यो एंगल अफ इमर्जेन्स जसलाई हामी के भन्छौं एंगल अफ इन्सिडेन्स पनि भन्न सक्छौं सो यो हाम्रो के भयो यो हाम्रो R2 भइसक्यो भने यो पनि हाम्रो के हो R2 नै हो ठीक छ क्लियर छ यहाँसम्म सो अब हेर्नु सबभन्दा पहिला रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर हेरौँ है रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर सो सबभन्दा पहिला के लेख्ने sin I के लेख्ने sin I बाइ sin R1 के लेख्ने sin R1 यो हाम्रो इक्वेसन 1 रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर गरे सो sin I बाइ sin R1 अब रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर सो रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु के वाटर रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर सो ग्लास को यहाँ हेर्नु के छ यसको अपोजिटमा के छ R1 सो म के लेख्दिन्छु sin R1 बाइ sin तलतिर के छ sin R2 छ R1 छ R2 छ सो यसलाई म के गरिदिन्छु इक्वेसन 2 गरिदिए बुझ्नुभयो इन द सेम वे अब म के गरिदिन्छु रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु के ग्लास तलतिर रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास सो म के गरिदिन्छु म के भन्ने थिएँ अपोजिट वाला लेख्ने सो के लेख्ने sin R2 बाइ के लेख्ने यो sin E तर E भनेको के हो I नै हो सो sin I नै लेख्ने यसलाई के गर्दिने इक्वेसन 3 गर्दिने बुझ्नुभयो तीनटैको रिफ्रेक्टिभ इन्डेक्स एकदमै इजिली म तपाईलाई बुझाइदिए रिफ्रेक्टिभ इन्डेक्स अब के गर्ने तीनटैलाई मल्टिप्लाई गर्ने के गर्ने तीनटैलाई मल्टिप्लाई गर्ने मल्टिप्लाइङ इक्वेसन 1 1 2 एन्ड 3 यो तीनटैलाई के गर्दिने मल्टिप्लाई गर्ने सो तीनटैलाई हामी मल्टिप्लाई गर्छौं अनि के आउँछ हाम्रो हेर्नु यहाँनिर रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर इन्टु रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर यहीँबाट म हेरेर लेख्दैछु है पहिला यो त्यसपछि यो सो रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास अब के लेख्ने sin I बाइ sin R1 पहिला यो त्यसपछि इन्टु सेकेन्डमा यो सो sin R1 बाइ के छ sin R2 छ इन्टु थर्डमा हाम्रो यो सो दैट इज द sin R2 बाइ sin I छ क्लियर छ सो अब हेर्नुस् के छ sin R1 क्यान्सल भयो sin I क्यान्सल भयो sin R2 क्यान्सल भयो बच्यो कति 1 सो अब यो सबै भनेको हाम्रो के भइसक्यो रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर इन्टु रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर इन्टु रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास इज इक्वल टु 1 क्लियर छ सो अब रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर निकाल्नलाई हामीले के गर्नुपर्छ यहाँनिर 1 बाइ के हुन्छ हाम्रो यो 1 बाइ रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर यो बीच यो दुईटै के हुन्छ मल्टिप्लाइमा छ उता गएर डिवाइडमा फाल्दिने ए इन्टु रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास गरिदिने क्लियर छ यहाँसम्म अब यो भन्दा हाम्रो नेक्स्ट डेरिभेसन यो भन्दा पहिलाको डेरिभेसनमा हामी के निकालेका थियौं यो भन्दा पहिलाको डेरिभेसनमा 2 मिडियममा के निकालेका थियौं हामी म एकचोटी हेर्छु हामी के निकालेका थियौं दैट इज द रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर हामी के निकालेका थियौं 1 बाइ रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास यही निकालेका थियौं नि सो अब यहाँनिर हामी के गर्न सक्छौं यहाँनिर मजाले यो हेर्नु रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर यहाँनिर हेर्नुस् र यहाँनिर रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर यो दुईटै सेम छ सो यसको ठाउँमा म के गर्न सक्छु यो रिफ्रेक्टिभ इन्डेक्स अफ एयर विथ रेस्पेक्ट टु ग्लास यसलाई म के गर्न सक्छु 1 बाइ यो लेख्न सक्छु रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर यो लेख्न सक्छु सो यसमा के गर्नु छ 1 बाइ रिफ्रेक्टिभ इन्डेक्स अफ यो त्यस्तै रहन दिने कन्फ्युज नहुने है
विथ रेस्पेक्ट टु एयर डिवाइडेड बाई है इन्टु 1 डिवाइडेड बाई कति रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर सो यसलाई सोल्भ गर्दाखेरि तपाईँ के पाउनुहुन्छ यसलाई माथि फाल्दिने सो रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर डिवाइडेड बाई रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर डिवाइडेड बाई विथ रेस्पेक्ट टु ग्लास सो अब यो रिफ्लेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर हामी यति यो इन 3 डिफरेन्ट मिडियममा हामी यो प्रुभ गर्छौं क्लियर छ रिफ्लेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर इज इक्वल टु रिफ्लेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु वाटर डिवाइडेड बाई रिफ्लेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर यो हाम्रो थर्ड इन 3 मिडियममा रिफ्लेक्टिभ इन्डेक्सको यो हाम्रो के हो डेरिभेसन क्लियर छ सो इन अब हामी रिफ्लेक्टिभ इन्डेक्सको रिलेसन पनि हामी मजाले गर्यौं रिलेसन बिट्विन सेनु कन्फ्युजिङ छैन तपाई ध्यानले हेर्नुहुन्छ एक दुई चोटी प्र्याक्टिस गर्नुहुन्छ मजाले बुझिन्छ फिजिक्स त्यस्तो पनि कन्फ्युजिङ छैन एकदमै इजी छ सबै कुराहरु म तपाईलाई इजिली बुझाइदिरहेको छु यहाँ तपाई एक चोटीमा भएन फेरि भिडियोलाई ब्याक गर्नुस् फेरि हेर्नुस् तपाई 110% बुझ्नुहुन्छ मजाले बुझ्नुहुन्छ नो डाउट बुझ्नुहुन्छ एकदमै मजाले एक चोटीमा भएन दुई चोटीमा हेर्ने दुई चोटी प्र्याक्टिस गर्ने तीन चोटी चौथो चोटीमा त 110% बुझिन्छ बुझिएन भने फेरि भन्ने म फेरि सिकाउनलाई म आई विल बी एभर रेडी टु टिच यु ओके सो अब हामी आफ्नो नेक्स्ट टपिक हेर्छौं सो नाउ अब नेक्स्ट टपिक इज क्रिटिकल एंगल है क्रिटिकल एंगलमा यहाँनिरबाट तपाईको म डेरिभेसन अझै यसमा एउटा डेरिभेसन छ तपाईलाई एक्जाममा सोधिरहेको हुन्छ के सोध्छ डिराइभ द रिलेसन बिट्विन क्रिटिकल एंगल एन्ड रिफ्रेक्टिभ इन्डेक्स भनेर सोध्छ है के भन्छ क्रिटिकल एंगल एन्ड रिफ्रेक्टिभ इन्डेक्स भनेर तपाईलाई सोधिराख्या हुन्छ सो यो डेरिभेसन हामी गर्छौं प्लस क्रिटिकल एंगल के हो त्यो बुझ्छौं र क्रिटिकल एंगल बुझ्दाखेरि हामी टोटल इन्टरनल रिफ्लेक्सन पनि बुझ्छौं प्लस त्यसमा हामी के गर्छौं प्लस त्यसको कन्डिसन के हो त्यो पनि हेर्छौं कसको टोटल इन्टरनल रिफ्लेक्सनको क्लियर छ यहाँसम्म सो हेरौं हाम्रो क्रिटिकल एंगल भनेको के हो है अब हेर्नुस् सपोज इफ लाइट यो हाम्रो भयो अब यो हाम्रो एउटा नर्मल लाइन भयो यो हाम्रो के हो यो हाम्रो नर्मल लाइन हो ठीक छ यो नर्मल लाइन भयो यो हाम्रो के हो यो ओरिजिनल रे अफ लाइटलाई हामी के भन्ने छिटो भन्ने ओरिजिनल रे अफ लाइटलाई हामी के भन्ने इन्सिडेन्ट रे के भन्ने इन्सिडेन्ट रे सो अब इफ लाइट डेन्सर मिडियमबाट रेयररमा ट्रेभल गर्यो भने के हुन्छ इफ लाइट डेन्सरबाट रेयररमा ट्रेभल गर्यो भने के हुन्छ डीआर भनेको डक्टरबाट सधैं के हुन्छ यो टाढा भाग्छ के हुन्छ यो टाढा भाग्ने गर्छ नर्मलबाट के हुन्छ यो सधैं टाढा भाग्ने गर्छ सो यो टाढा गयो सपोज यो 30 डिग्री छ यो एंगल अफ इन्सिडेन्स हाम्रो के हो 30 डिग्री हो सो 30 डिग्रीमा यो यति गयो है यो यति गयो अब सपोज म एंगल अफ इन्सिडेन्स म अझै बढाइदिन्छु एंगल अफ इन्सिडेन्स म बढाएर म के गर्दिए 45 गर्दिए सो यो के हुन्छ यो अझै माथितिर यस्तो गइदिन्छ अब सपोज म एंगल अफ इन्सिडेन्स म अझै बढाइदिए सो एंगल अफ इन्सिडेन्सलाई सपोज म 60 गर्दिए सो यो अझै माथितिर गइदिन्छ यस्तो अब सपोज म एंगल अफ इन्सिडेन्सलाई म अझै बढाए र अब सपोज म के गर्दिए म 70 गर्दिए कति म गर्दिए 70 कति गरे म 70 गर्दिए सो 70 मा के हुन्छ हाम्रो लाइट के हुन्छ अब यो यहाँबाट के हुन्छ यहाँबाट यो सिधा यस्तो जान थाल्छ कुनै एउटा पोइन्टमा सपोज 70 मा यो के भइसक्यो सिधा यस्तो जान थाल्यो सो यो जुन एंगलमा मेरो लाइट के हुन्छ जति एंगल अफ इन्सिडेन्समा लाइट मेरो यो सिधा जान थाल्छ एकदमै 90 डिग्रीमा जान थाल्छ त्यसलाई हामी के भन्छौं क्रिटिकल एंगल भन्छौं सो यहाँ क्रिटिकल एंगल हाम्रो के भइदियो 70 डिग्री हाम्रो के भइदियो क्रिटिकल एंगल भइदियो क्रिटिकल एंगल भनेको के कति एंगल अफ इन्सिडेन्समा मेरो रिफ्लेक्टेड रे 90 डिग्रीमा जान्छ कति एंगल अफ इन्सिडेन्समा मेरो रिफ्लेक्टेड रे 90 डिग्रीमा गइराछ त्यसलाई हामी के भन्छौं क्रिटिकल एंगल भन्छौं केही गाह्रो छ एकदमै इजी छ कति एंगल अफ इन्सिडेन्समा मेरो रिफ्लेक्टेड रे एकदमै 90 डिग्रीमा यस्तो गइदिन्छ यस्तो तल हैन कि एकदमै 90 डिग्रीमा जानु पर्यो सो त्यसलाई हामी के भनिन्छौं त्यो एंगल अफ इन्सिडेन्सलाई हामी के भनिन्छौं क्रिटिकल एंगल भनिन्छौं क्लियर छ जति एंगल अफ इन्सिडेन्समा हाम्रो रिफ्लेक्टेड रे 90 डिग्रीमा गइदियो त्यसलाई हामी के भनिन्छौं एंगल अफ क्रिटिकल एंगल भनिन्छौं क्लियर छ जति एंगल अफ इन्सिडेन्समा हाम्रो रे अफ लाइट 90 डिग्री हो एकदमै क्लियर भइसक्नु हो एकदमै क्लियर छ यहाँ क्रिटिकल एंगलको कन्सेप्ट एकदमै क्लियर छ तपाई एकदमै राम्ररी बुझ्नुस् यी बुझ्नु भएन भने म फेरि भनिदिरहेछु एंगल अफ इन्सिडेन्स हाम्रो यति हुनु पर्यो कि हाम्रो जुन रिफ्लेक्टेड रे छ त्यो 90 डिग्रीमा गइन्छ सो त्यही बेला हाम्रो के हुन्छ एंगल अफ इन्सिडेन्स इक्वल भइदिन्छ एंगल अफ इन्सिडेन्स र क्रिटिकल एंगल त्यही त हो सिम्पल हो हैन
क्लियर छ जति बेला रिफ्लेक्टेड रे मेरो 90 डिग्री भइसक्यो त्यही एंगल अफ इन्सिडेन्सलाई हामी क्रिटिकल एंगल भनिदिन्छौं क्लियर छ सो अब सपोज अझै म के गर्दिए अब यहाँ हेर्नुस् अब यो 90 डिग्री मा भइसक्यो अब सपोज म के गरेलाई एंगल अफ इन्सिडेन्स अझै बढाइदिए 70 बाट म सपोज 80 मा गर्दिए 70 बाट म के गर्दिए 80 मा गर्दिए सो 80 मा के हुन्छ यहाँबाट यस्तो आउँछ अनि के हुन्छ यो आफ्नो यतातिर जान थाल्छ अब यो के हुन्छ अब यो भन्दा पनि यो 90 डिग्री बाट अब यता माथि जान थाल्छ भन्नाले यो के गर्छ डेन्सर बाट यो रेयरर मा जान्छ र रेयरर बाट डेन्सर बाट रेयरर मा गयो र त्यसपछि के हुन्छ यो हाम्रो आफ्नो ओरिजिनल मिडियम फेरि डेन्सर मा गइदियो यो केसमा के भइसक्यो क्रिटिकल एंगल मा त 90 डिग्री मै छ हैन क्रिटिकल एंगल मा के छ 90 डिग्री मै छ एंगल अफ इन्सिडेन्स र क्रिटिकल एंगल बराबर छ जुन बेला त्यो बेला के हुन्छ हाम्रो रिफ्लेक्टेड रे 90 डिग्री मा गर्यो तर एंगल अफ इन्सिडेन्स जुन बेला क्रिटिकल एंगल सँग ठुलो भइसक्यो त्यो बेला हाम्रो लाइट के गइदियो फेरि ओरिजिनल मिडियम मा आफ्नो ब्याक गर्दियो भन्नाले डेन्सर मिडियम बाट रेयरर मिडियम मा आयो र रेयरर बाट फेरि आफ्नो डेन्सर मिडियम मा गइदियो र त्यति बेला कुन बेला गयो जुन बेला हाम्रो एंगल अफ इन्सिडेन्स क्रिटिकल एंगल भन्दा ठुलो भइसक्या छ एंगल अफ इन्सिडेन्स के भयो हाम्रो ठुलो भइसक्यो सो यही केसलाई हामी भन्छौं टोटल इन्टरनल रिफ्लेक्सन के भन्ने हामी टोटल इन्टरनल रिफ्लेक्सन क्लियर छ टोटल इन्टरनल रिफ्लेक्सन इफ एंगल अफ इन्सिडेन्स क्रिटिकल एंगल को बराबर छ भने 90 डिग्री मा जान्छ हैन इफ एंगल अफ इन्सिडेन्स 90 डिग्री मा गइदियो भने त्यसलाई हामी क्रिटिकल एंगल भनिदिन्छौं तर इफ एंगल अफ इन्सिडेन्स अझै ठुलो भइदियो र क्रिटिकल एंगल भन्दा पनि ठुलो भइदियो भने हाम्रो लाइट के हुन्छ आफ्नो फेरि डेन्सर बाट रेयरर मा आउँछ र त्यसपछि आफ्नो फेरि ओरिजिनल मिडियम मा अब यहाँबाट कहाँ जाने अब अझै कहाँ बेन्ड हुन्छ यतैतिर बेन्ड हुन्छ नि सो यो हाम्रो टोटल इन्टरनल रिफ्लेक्सन को केस भइदियो सो टोटल इन्टरनल रिफ्लेक्सन भनेको के will light travel from denser medium to rarer medium and again come back to denser medium when light travel from denser medium to rarer medium and again come back to denser medium when angle of incidence is greater than critical angle of incidence ठुलो हुन्छ अनि पो त लाइट के हुन्छ यो 90 डिग्री भन्दा माथितिर जान्छ हो कि हैन हो सो त्यो के हो अब तपाईले कोही सोधिन्छ टोटल इन्टरनल रिफ्लेक्सन भनेको के हो सो तपाई मजाले भन्न सक्नुहुन्छ when light travel from denser medium to rarer medium and again come back to its original medium when the angle of incidence is greater than critical angle अब तपाईले सोध्छ कन्डिसन के हो टोटल इन्टरनल रिफ्लेक्सन को सो टोटल इन्टरनल रिफ्लेक्सन को कन्डिसन हाम्रो हुन्छ नोट डाउन गर्नुस् कन्डिसन फर टोटल इन्टरनल रिफ्लेक्सन के हो लाइट शुड ट्रेभल फ्रम डेन्सर मिडियम टु रेयर मिडियम लाइट डेन्सर बाट रेयर मा ट्रेभल गर्नै पर्यो नेक्स्ट के कन्डिसन हाम्रो के हो एंगल अफ इन्सिडेन्स शुड बी ग्रेटर देन क्रिटिकल एंगल बुझ्नु भो के हो लाइट हाम्रो लाइट शुड ट्रेभल फ्रम डेन्सर मिडियम टु रेयर मिडियम क्लियर छ लाइट शुड ट्रेभल फ्रम डेन्सर मिडियम टु रेयर मिडियम सेकेन्ड पोइन्ट हाम्रो के हो एंगल अफ इन्सिडेन्स शुड बी ग्रेटर देन द क्रिटिकल एंगल र यो हाम्रो के हो कन्डिसन हो टोटल इन्टरनल रिफ्लेक्सन अब हामी आउ डेरिवेसन पार्टमा डेरिवेसन के थियो हाम्रो रिलेसन बिट्विन के भनेर सोध्छ डिराइभ अ रिलेसन बिट्विन तपाईले भन्छ रिलेसन बिट्विन रिफ्रेक्टिभ इन्डेक्स एन्ड क्रिटिकल एंगल भनेर भन्छ रिफ्रेक्टिभ इन्डेक्स र क्रिटिकल एंगल को रिलेसन तपाईलाई डिराइभ गर्नु छ सो के गर्ने यसको लागि केही गर्नु छैन फेरि एउटा ग्लास ल्याब लिने एउटामा ग्लास लिए यहाँ मजाले हेर्नुस् यहाँ अब म के गर्दिन्छु अब लाइट के हुन्छ टोटल इन्टरनल रिफ्लेक्सन मा के हुन्छ लाइट हाम्रो इन्सिडेन्ट रे के हुन्छ यो डेन्सर बाट रेयरर मा ट्रेभल गर्छ हैन डेन्सर बाट रेयरर मा भन्नाले यो पानी बाट कहाँ एयर मा जादै छ सपोज यो हाम्रो के हो यो ग्लास हो है त्यो के हो हाम्रो ग्लास के हो यो ग्लास हो सो ग्लास बाट कहाँ जादै छ एयर मा जादै छ सो डेन्सर टु रेयरर सो यसको लागि के गर्ने एउटा नर्मल बनाउने नर्मल मा हामी हेर्छौं के अब हेर्नुस् क्रिटिकल एंगल मा हाम्रो रिफ्लेक्टेड रे कहाँ जान्छ क्रिटिकल एंगल मा हाम्रो रिफ्लेक्टेड रे के हुन्छ 90 डिग्री मा हुन्छ कि हुँदैन नर्मल को यो जुन सर्फेस हुन्छ त्यो सर्फेस को 90 डिग्री मा हुन्छ भन्नाले जुन हाम्रो रिफ्लेक्टेड रे छ रिफ्लेक्टेड रे त्यो तपाईको यो यसको एकदमै यो 90 डिग्री मा गयो यो हाम्रो रिफ्लेक्टेड रे हैन सो त्यति बेला हाम्रो के हुन्छ यो एंगल अफ यो हाम्रो जुन एंगल अफ रिफ्लेक्टेड रे छ त्यो हाम्रो 90 डिग्री मा छ हो र यो हाम्रो एंगल अफ इन्सिडेन्स छ एंगल अफ इन्सिडेन्स कसको बराबर हुन्छ क्रिटिकल एंगल को सो यो क्रिटिकल एंगल यही हो नि जब एंगल अफ इन्सिडेन्स क्रिटिकल एंगल को बराबर हुन्छ त्यति बेला हाम्रो लाइट के हुन्छ एकदमै 90 डिग्री मा गइदिन्छ हो यही हो सो अब हेर्नुस् यहाँबाट रिफ्लेक्टिभ इन्डेक्स लेख्नुस् त अब यहाँबाट सिधै लेख्नु बाइ युजिङ स्नेल ल सो स्नेल ल भनेको हाम्रो के हो म्यू इज इक्वल टु अब हेर्नुस् रिफ्रेक्टिभ इन्डेक्स अफ यो स्नेल ल युजै गर्नु पर्दैन डाइरेक्टली रिफ्रेक्टिभ इन्डेक्स हामी लेख्ने है
छोडिदिनुहोस् यो डाइरेक्टली लेख्ने हामी रिफ्रेक्टिभ इन्डेक्स अफ अलि ल्याङ्ग्वेजमा तपाईहरु मिलाउनु होला ल्याङ्ग्वेजमा अर एल्स हामी प्र्याक्टिस बुक गर्दाखेरि म तपाईलाई ल्याङ्ग्वेजहरु लेख्न सिकाइदिन्छु रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर है सो रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर के हुन्छ सबभन्दा पहिला ग्लासको कुरा गर्दैछ नि ग्लासको कुरा गर्दैछ सो ग्लासको म के भनेको थिए यसको रिफ्रेक्टिभ इन्डेक्स निकाल्नु छ भने अपोजिट वाला पहिला लेख्ने सो यसको अपोजिटमा के छ आर सो के हामी लेख्छौं sin r बाइ त्यसपछि यसको तलको sin i लेख्छौं त्यहाँ लेख्दिनु वेयर के भन्छ sin r इज इक्वल टु एंगल अफ रिफ्रेक्सन वेयर sin i इज इक्वल टु एंगल अफ इन्सिडेन्स यस्तो तपाई लेख्दिनुस् अब हेर्नुस् यो केसमा हाम्रो के हो r मेरो कति हो 90 डिग्री हो हैन i मेरो कति हो i मेरो c को बराबर छ सो अब के गर्ने यसमा भ्यालु पुट गरिदिने सो अलि म माथि गरेलाई अब यसमा केही गर्नु छैन यसमा मात्र यसमा भ्यालु पुट गर्नु छ सो म्यु g a इज इक्वल टु sin r को ठाउँमा म के गर्दिन्छु sin 90 र sin i को ठाउँमा म के गर्दिन्छु sin c सो हाम्रो म्यु g u a यो हाम्रो के भयो sin 90 भनेको 1 भयो र sin c सो दिस इज आवर रिलेसन बिट्विन द रिफ्रेक्टिभ इन्डेक्स एन्ड क्रिटिकल एंगल है यो हाम्रो के हो रिलेसन हो बिट्विन द रिफ्रेक्ट सो हामी के लेख्न सक्छौं म्यु इज इक्वल टु 1 by sin c दिस इज आवर रिलेसन बिट्विन द रिफ्रेक्टिभ इन्डेक्स एन्ड क्रिटिकल एंगल बुझ्नुभयो क्लियर छ यहाँसम्म यो एकदमै इजी डेरिभेसन हो केही गाह्रो थिएन यसमा केही गर्नुपर्ने थिएन मात्र के हामी गर्दियौ यो रिफ्रेक्टिभ इन्डेक्स लियौं यो फिगरको बेसमा हामी के गर्दियौ यो फिगरको बेसमा हामी रिफ्रेक्टिभ इन्डेक्स लिएको छौं जसमा हामी के गर्दियौ r मेरो 90 छ c मेरो i छ भन्नाले यो sin r by sin i गरेर sin r को ठाउँमा म 90 राख्दिए sin i को ठाउँमा c राख्दिए भ्यालु उतिकै राख्दिए क्लियर छ यो डेरिभेसन एकदमै इजी छ एकदमै इम्पोर्टेन्ट पनि छ अब हामी आफ्नो नेक्स्ट डेरिभेसन हेर्छौं नेक्स्ट टपिक हेर्छौं हाम्रो नेक्स्ट टपिक के हो सो अब नेक्स्ट टपिक इज ल्याटरल शिफ्ट के हो ल्याटरल शिफ्ट सो ल्याटरल शिफ्ट म तपाईलाई फर्स्ट मै सम्झाएको थिए ल्याटरल शिफ्ट के हो तर पनि म यहाँ फेरि म तपाईलाई भन्दिरहेको छु ल्याटरल शिफ्ट हाम्रो भनेको ओके सो टपिक लेख्नु ल्याटरल शिफ्ट यसको लागि फेरि म के गर्दिन्छु एउटा यसको डेरिभेसनको लागि फेरि म एउटा ग्लास लिन्छु यहाँ मजाले एकदमै अब हेर्नुस् यो मेरो के भयो यो मेरो इन्सिडेन्ट रे ओरिजिनल रे यस्तो आयो अब यो कहाँ जान्छ यो पत्ता लगाउनलाई मलाई के गर्नुपर्छ नर्मल ड्रा गर्नुपर्छ सो यो मेरो नर्मल ड्रा गरे सो यो मेरो एउटा नर्मल ड्रा गरे ठीक छ यहाँ तलसम्म म ड्रा गर्दिए है नर्मल ड्रा गरे अब नर्मल ड्रा गर्ने बित्तिकै लाइट हाम्रो एयरबाट है कहाँ गयो एयरबाट कहाँ जाँदैछ ग्लासमा जाँदैछ सो एयर भनेको हाम्रो रेयर मिडियम र ग्लास भनेको डेन्सर सो r बाट d मा जान्छ भने के हुन्छ यो कतातिर जान्छ हाम्रो यो नर्मलको नजिकमा जान्छ भन्नाले यो नर्मलको यस्तो नजिकमा गयो अब यहाँबाट लाइट जानलाई यो यहाँबाट लाइट कहाँ जान्छ यो पत्ता लगाउनलाई फेरि हामीले के गर्नुपर्छ एउटा नर्मल बनाउनु पर्छ सो म के गर्दिए फेरि एउटा नर्मल बनाइदिए अब मेरो लाइट के हो ग्लासबाट एयरमा जाँदैछ सो भन्नाले डेन्सरबाट रेयरमा जाँदैछ सो यो के हुन्छ डेन्सरबाट रेयरमा जाँदा dr डक्टरबाट के हुन्छ यो टाढा भाग्छ भयो क्लियर छ सो यसलाई हामी के भनिदिन्छौं इमर्जेन्ट रे हैन यसलाई हामी एंगल अफ इन्सिडेन्स यसलाई हामी के भन्छौं एंगल अफ रिफ्रेक्सन भन्छौं यसलाई पनि रिफ्रेक्सन नै भन्छौं र यसलाई हामी के भन्छौं एंगल अफ इमर्जेन्स क्लियर छ यहाँसम्म क्लियर छ भने अब हेरौं है इफ यो अब ल्याटरल शिफ्ट भनेको म के भनेको थिए इफ यो मिडियम नभएको भए यो जुन मेरो लाइट छ यो कहाँ जान्थ्यो यो मेरो लाइट सीधा यस्तो ट्रेभल गर्दिन्थ्यो के हुन्थ्यो यो सीधा यस्तो ट्रेभल गर्दिन्थ्यो इफ यो मिडियम नभएको भए यो लाइट सीधा यस्तो गइदिन्थ्यो सो ल्याटरल शिफ्ट भनेको हाम्रो के थियो ल्याटरल शिफ्ट हाम्रो भनेको के हो ल्याटरल शिफ्ट हाम्रो भनेको द डिस्टेन्स द परपेंडिकुलर डिस्टेन्स बिट्विन कसको बीचमा द परपेंडिकुलर डिस्टेन्स बिट्विन कसको इन्सिडेन्ट रे एन्ड इमर्जेन्ट रे इन्सिडेन्ट रे र इमर्जेन्ट रे को बीचको डिस्टेन्सलाई हामी के भन्छौं ल्याटरल शिफ्ट र ल्याटरल शिफ्टलाई हामी p ले डिनोट गर्छौं के ले डिनोट गर्छौं p ले डिनोट गर्छौं क्लियर छ इन्सिडेन्ट रे र इमर्जेन्ट रे को बीचमा हामी जुन डिस्टेन्स छ त्यसलाई हामी के भन्छौं ल्याटरल शिफ्ट भन्छौं र ल्याटरल शिफ्टलाई हामी p ले डिनोट गर्छौं सो अब हेर्नुस् अब यहाँ केही हेर्नु छैन अब अलिकति नेमिङ गरौँ यो पोइन्टलाई म भन्दिए a यो पोइन्टलाई म भन्दिए b यो पोइन्टलाई म भन्दिए c यो पोइन्टलाई म भन्दिए d ठीक छ क्लियर छ अब यो जुन यो मेरो ग्लासको थिकनेस छ यसलाई म t भन्दिए इफ यो t छ भने
यो पनि मेरो टी भयो हैन, यो पनि मेरो टी भयो। क्लियर छ? र यो जुन लाइन छ, यो जुन रिफ्लेक्टेड रे छ, यसलाई म यच सपोज गरिदिए। ठीक छ? यसलाई म के गरिदिए? यच सपोज गरिदिए। तपाई मजाले यहाँनिर पहिला लेख्दिनु होला, लेट द थिकनेस अफ ग्लास बी टी भनेर लेख्दिनु। त्यसपछि लेट द रिफ्रेक्टेड रे बी यच भनेर लेख्दिनु। ठीक छ? अब त्यसपछि हेर्नुस्, अब इन एंगल, अब हेर्नुस् यहाँनिर इन ट्रायंगल, एउटा ट्रायंगल भन्दैछ हैन, इन ट्रायंगल एडी र सी, कुन इन ट्रायंगल, कलर चेन्ज गर्छु है तपाईले, अब मजा आउँछ यहाँ हेर्न। एडी र सी, यो ट्रायंगल भन्नु एडी र सी मा, इन ट्रायंगल एडीसी मा हेर्नुस्। सो अब हेर्नुस् यहाँनिर, यो मेरो एंगल आई भन्ने मलाई, यो पनि होल मेरो एंगल आई हैन, यो एंगल आई छ भने यो होल मेरो एंगल आई छ भने, यो एंगल आर छ भने यो मेरो कति भयो? यो मेरो कति भयो? आई माइनस आर भइदियो। यो आई छ भने यो होल आई छ हैन, तर यो आधी आर छ भन्नाले यो मेरो होल कति, यो बाँकीको कति भयो? आई माइनस आर भयो। सो म के लेख्दिन्छु? इन ट्रायंगल एडीसी साइन आई माइनस आर। अलवेज रिमेम्बर साइन आई माइनस आर भनेको, अब साइन भनेको हाम्रो के हो? साइन को फर्मुला के हो? पी बाई एच हैन, पी बाई एच हो, पी बाई एच हो है, पी बाई एच। सो पी भनेको हाम्रो के हो? यहाँनिर यसको अपोजिटमा पी भनेको यो साइड हो, सीडी हो, सीडी। पी भनेको हाम्रो के हो? सीडी हो हैन, र एच भनेको हाम्रो के भइसक्यो? एच भनेको हाम्रो हाइपोटेनस भनेको हाम्रो के हो? एसी भइसक्यो, एसी। सो सीडी भनेको हाम्रो के हो? सो साइन आई माइनस आर भनेको हेर्नु है, सीडी भनेको हाम्रो के हो? सीडी भनेको हाम्रो पी नै हो हैन, र एसी भनेको हाम्रो के हो? एसी भनेको हाम्रो के हो? एसी भनेको यहाँ छ। सो यसलाई म के गरिदिए? इक्वेसन 1 गरिदिए। क्लियर छ? अब हेर्नुस्, इन द सेम वे इन ट्रायंगल कुनमा हेर्नुस्, अब एबीसी, इन ट्रायंगल एबीसी। सो एबीसी मा हेर्नुस्, अब यहाँ हेर्नुस् cos आर, यो ट्रायंगलमा हैन, यो ट्रायंगलमा, कुन ट्रायंगलमा? यो ट्रायंगलमा। यो cos आर इज इक्वल टु, अब cos को फर्मुला के हो? b बाई यहाँ छ। सो अब हेर्नुस्, b भनेको हाम्रो के हो? बेस। सो बेस भनेको हाम्रो यो हो, यो t भनेको हाम्रो बेस हो। सो डाइरेक्टली म लेख्दिन्छु t बाई, र हाइपोटेनस भनेको यहाँ चाहिँ नै हो। सो यसलाई म के गरिदिए? इक्वेसन 2 गरिदिए। इक्वेसन 2 नगरौँ, पहिला यहाँबाट यो एकदमै हेर्दै जानुस् है। अब यो भनेको हाम्रो अलि माथिमा सारे, र अब यहाँबाट म के लेख्न सक्छु? यो cos r भनेको हाम्रो t बाई यहाँ आयो हैन। सो म के लेख्न सक्छु? यहाँ चाहिँ h cos r इज इक्वल टु t, यता मल्टिप्लाई गरेको थिए हैन। सो अब h इज इक्वल टु t बाई cos r म लेख्न सक्छु यहाँबाट। यसलाई म इक्वेसन 2 गरिदिए। h को भ्यालु म कति लिएर आए? t बाई cos r। क्लियर छ यहाँसम्म? सो यो h को भ्यालुलाई हामी इक्वेसन 1 मा पुट गर्छौं भन्नाले साइन आई माइनस आर मा। सो म के लेख्न सक्छु? साइन आई माइनस आर इज इक्वल टु p बाई h को ठाउँमा म के लेख्दिन्छु? t बाई cos r, t बाई cos r। सो यो अब मेरो के भइसक्यो? साइन आई माइनस आर इज इक्वल टु कति भयो? अब p यता डिभाइडमा छ, माथि गएर मल्टिप्लाई। सो cos r बाई t भइसक्यो। क्लियर छ यहाँसम्म? अब यो t लाई यता मल्टिप्लाई गरिदिनुस्। सो के भयो? t साइन आई माइनस आर इज इक्वल टु p cos r भयो, cos r। सो हामीले के ल्याटरल शिफ्ट को फर्मुला चाहियो। सो ल्याटरल शिफ्ट भनेको p हो, p को फर्मुला आइसक्यो। p इज इक्वल टु कति लेख्न सक्छौं हामी? t साइन आई माइनस आर बाई cos r। यो हाम्रो के हो? ल्याटरल शिफ्ट भनेको p को फर्मुला आइसक्यो, डिराइभ हामीले गरिसक्यौं। क्या हो? p इज इक्वल टु t साइन आई माइनस आर बाई cos r। यो हाम्रो के हो? डेरिवेसन हो कसको? ल्याटरल शिफ्ट को। एकदमै इजी डेरिवेसन हो। हेर्नुस्, प्र्याक्टिस गर्नुस्, बारम्बार यसलाई। इफ एकचोटीमा बुझेन भने दुईचोटीमा हेर्नुस्, दुईचोटीमा हैन तीनचोटीमा हेर्नुस्। इफ त्यहाँबाट पनि बुझेन भने डु टेक्स्ट मी। म आफ्नो इन्स्टाग्राम लिंक, इन्स्टाग्राम ह्यान्डल म आफ्नो तल राखिदिरहेको छु, त्यहाँ पनि जोइन गर्न सक्नुहुन्छ, मसँग कनेक्ट गर्न सक्नुहुन्छ। अलवेज तपाईलाई म व्हाट्सएप नम्बर पनि राखिदिएको हुन्छु, त्यहाँ पनि तपाई डाइरेक्टली मेसेज गर्न सक्नुहुन्छ। जहाँ मन छ त्यहाँ मसँग कनेक्ट भएर मसँग कुरा गर्न सक्नुहुन्छ। तपाईको प्रब्लम सोल्भ म मजाले गर्दिन्छु। क्लियर छ? सो यो हाम्रो ल्याटरल शिफ्टको डेरिवेसन थियो। अब हामी आफ्नो नेक्स्ट पार्टमा हेर्छौं। सो अबको हाम्रो नेक्स्ट पार्ट हो रियल डेप्थ एन्ड एपेरेन्ट डेप्थ को तपाईले डेरिवेसन सोध्छ है। अब तपाईलाई जुन तीनवटा अहिले म सिकाउन गइरहेको छु, रियल डेप्थ र एपेरेन्ट डेप्थ, म टपिक लेख्दिन्छु सबभन्दा पहिला। तपाईलाई प्रुफ गर्न भन्छ म्यु इज इक्वल टु रियल डेप्थ बाई एपेरेन्ट डेप्थ है भन्छ। रियल डेप्थ बाई एपेरेन्ट डेप्थ भनेर
प्रुभ गर्न भन्छ। सो अब के यहाँनिर हेर्नुहोस्, म तीनटा डेरिभेसन तपाईँलाई इम्पोर्टेन्ट यहाँनिर सिकाएँ। एउटा रिलेसन बिट्विन रिफ्रेक्टिभ इन्डेक्स एन्ड क्रिटिकल एङ्गल, त्यो फर्स्ट डेरिभेसन, सेकेन्ड ल्याटरल सिफ्टको डेरिभेसन, र थर्ड यो म्यू इज इक्वल टु रियल डेप्थ बाई एपरेन्ट डेप्थ। यो तीनटाबाट एउटा इक्जाममा सधैँ सोधिराखेको हुन्छ है। सो त्यही भएर यो तीनटै इजी छ। तीनटामा केही दुईटा तपाईँलाई म मजाले बुझाइसकेको छु, यो पनि एकदमै मजाले बुझाइदिन्छु, रियल डेप्थ के हो, एपरेन्ट डेप्थ के हो। र यो पछि एउटा टपिक अझै छ अप्टिकल फाइबर भनेर, त्यसको म अलिअलि म तपाईँलाई भनिदिन्छु। र अप्टिकल फाइबर भनेको के हो, त्यसको युजेस के हो, त्योहरू तपाईँ आफै पढ्न सक्नुहुन्छ। त्यो त्यस्तो गाह्रो टपिकहरू छैन, त्यस्तो गाह्रो प्रब्लमहरू त्यो छैन। तर यो रियल डेप्थ र एपरेन्ट डेप्थको सकाएर अलमोस्ट हाम्रो यो टपिक सकिन लाग्यो। यो टपिकमा अब त्यस्तो केही छैन पढ्नुपर्ने, न्युमेरिकलहरू छ। यति तपाईँलाई आइसकेको छ भने मजाले तपाईँ न्युमेरिकल धान्न सक्नुहुन्छ, मजाले तपाईँ केही बिना गाह्रो भइकन गर्न सक्नुहुन्छ। तपाईँ गर्दै गर्नुहोस्, न्युमेरिकल तपाईँको ओल्ड इज गोल्ड बुक छ नि, त्यसबाटै गर्दै गर्नुहोस्। केही प्रब्लम आयो भने म तपाईँले भने तल इन्स्टाग्रामको म आफ्नो ह्यान्डल राखिदिएछु, त्यहाँ कनेक्ट हुन सक्नुहुन्छ मसँग। तपाईँ व्हाट्सएप नम्बर राखिदिएछु, त्यहाँ पनि मेसेज गर्न सक्नुहुन्छ। जहाँ तपाईँ कम्फर्टेबल हुनुहुन्छ त्यहाँ तपाईँ मलाई टेक्स्ट गर्न सक्नुहुन्छ, मसँग कनेक्ट हुन सक्नुहुन्छ। क्लियर छ यहाँसम्म? सो अब हामी डाइरेक्ट यसको डेरिभेसनमा जाऊँ। यो रियल डेप्थ बाई एपरेन्ट डेप्थ भनेको भन्छ। अब यो रियल डेप्थ भनेको के हो र एपरेन्ट डेप्थ भनेको के हो? सो रियल डेप्थ भनेको तपाईँ ध्यान दिनुहोस् है। जस्तै सपोज एउटा यो बकेट छ, एउटा बकेट छ। अब यो बकेटमा म के गरिदिएँ, पानी छ है, यो बकेटमा पानी राखेँ र पानीको बिचमा के गरिदिएँ, म कोइन राखिदिएँ। अब कोइनलाई म यहाँबाट हेर्छु। अब म के गरेँ, म यहाँबाट यसलाई म हेरेँ है, यहाँबाट म हेरेँ। सो म के गर्छु, मेरो कोइन हुन्छ यहाँनिर, कोइन मेरो के छ, यहाँ छ, तर मलाई कोइन अलिकति माथि देखिन्छ, अलिकति के हुन्छ, माथि देखिन्छ। सो मेरो रियल ओरिजिनली कोइन कहाँ छ, त्यो रियल डेप्थ हो। र कोइन मलाई कहाँ देखियो, त्यो मेरो के हो, एपरेन्ट डेप्थ हो। क्लियर छ? जुन ओरिजिनली कोइनको प्लेस छ त्यसलाई हामी रियल डेप्थ भनिदिन्छौँ, र मलाई कोइन कहाँ देखियो त्यसलाई हामी के भन्छौँ, एपरेन्ट डेप्थ भनिदिन्छौँ। क्लियर छ यहाँसम्म? केही डाउट छैन? ओके। सो अब डाइरेक्टली म डेरिभेसन पार्टमा जान्छौँ है। यो प्रुभ गर्नलाई सबभन्दा पहिला हामी के गर्छौँ, एउटा बकेट लिन्छौँ। सेम एउटा सबभन्दा पहिला के राख्ने, बकेट राख्ने। यस्तो म के गरिदिएँ, एउटा बकेट राखेँ है। ओके। सो अब यसको भित्र के छ, हाम्रो वाटर छ। यो बकेट भित्र दिस इज आवर वाटर भनेर म राख्दिएँ है, दिस इज आवर वाटर। अब हाम्रो कोइनको छ, हाम्रो कोइन यहाँ छ है। सपोज गर्नुहोस् हाम्रो कोइन यहाँ छ। अब म कलर चेन्ज गर्छु, किनकि सेम कलर भयो भने तपाईँहरू यसमा अब ट्रायंगलहरू बुझ्न सक्नुहुनेछ। त्यही भएर म सबभन्दा पहिला यो कोइनको, हाम्रो कोइन यो छ है, हाम्रो कोइन यो छ। अब के हुन्छ कि यहाँबाट अब कोइनको जुन अब कोइनको जुन त्यो लाइट छ त्यो त्यहाँबाट यहाँबाट यस्तो ट्रेभल गर्छ, यहाँ यस्तो ट्रेभल गर्यो हैन। अब पानीमा अब यो के भइरहेछ, डेन्सरबाट रेयररमा जाँदैछ। कहाँ जाँदैछ, डेन्सरबाट रेयरमा। सो डेन्सरबाट रेयरमा जान्छ भने लाइट हाम्रो कहाँ जान्छ, अहिले भर्खरमा सिकाएको थिएँ। यसको लागि के गर्नुपर्छ, तपाईँलाई नर्मल ड्रो गर्नुपर्छ। सो म के गरिदिएँ, नर्मल ड्रो गरेँ। सो नर्मल ड्रो गर्ने बित्तिकै मेरो के हुन्छ, इफ लाइट डेन्सरबाट रेयरमा गयो भने के हुन्छ, हाम्रो लाइट टाढा जान्छ। के हुन्छ, नर्मलबाट के हुन्छ, यो टाढा भाग्छ। नर्मलबाट के हुन्छ, यो यस्तो, नर्मलबाट यो यस्तो टाढा भाग्छ है, यस्तो। यो नर्मलबाट अरू फिगर ड्रो गर्दा एकदमै राम्ररी ड्रो गर्नु है। यो नर्मलबाट यस्तो टाढा भाग्छ र हामीले के हुन्छ, यहाँबाट हामी यस्तो देखिराखेका हुन्छौँ है। तर यो हामीले एक्चुअली कहाँ देखिन्छ, इफ यो मिडियम नभएको भए यो कहाँ हामीले देखिन्थ्यो, इफ यो मिडियम नभएको भए यो हाम्रो जुन लाइट छ त्यो यस्तो ट्रेभल गर्थ्यो है। यो लाइट हुन्छ त्यो यस्तो ट्रेभल गर्थ्यो, अनि हामीले एक्चुअली यो कहाँ देखिन्छ, यहाँ देखिन्छ। सो यो एक्चुअली हामीले यो कोइन के हुन्छ, यहाँ देखिन्छ। बुझ्नुभयो? यो के हो, एक्चुअल कोइनमा हाम्रो यहाँ छ तर हामीलाई देखिन्छ यहाँ। किन? ड्यू टु द रिफ्लेक्सन अफ लाइट। सो अब यसमा के भइसक्यो, हाम्रो यो हाम्रो एंगल अफ इन्सिडेन्स, यो के भयो, एंगल अफ इन्सिडेन्स, यो एंगल अफ रिफ्लेक्सन। क्लियर छ? सो यो क्लियर छ भने अब यहाँनिर ध्यान दिने, यो क्लियर छ भने यसलाई यहाँबाट एउटा परपेन्डिकुलर, यो पनि त बराबर छ। यो के छ यहाँनिर, यो यस्तो बराबर छ है, यो के छ, बराबर छ यहाँनिर यस्तो। क्लियर छ? यो अब के गर्नुपर्ने छ, मात्र नेमिङ गरिदिने। यसलाई म भनिदिन्छु ए, यसलाई म भनिदिन्छु बी, यो पोइन्टलाई भनिदिन्छु म ओ भनिदिन्छु, यो पोइन्टलाई म आई भनिदिन्छु। क्लियर छ? अब इफ यो एंगल अफ इन्सिडेन्स छ भने यो पनि मेरो एंगल अफ इन्सिडेन्स भयो। इफ एंगल अफ रिफ्लेक्सन यो छ भने एंगल अफ रिफ्लेक्सन यो भयो। क्लियर छ? यसलाई म यस्तो म जोड दिएँ। ठीक छ? अब हेर्नुहोस्, सो यहाँनिर म के लेख्न सक्छु, ए आई
एआई भनेको मेरो के भइसक्यो एपेरेन्ट डेप्थ भयो एआई भनेको मेरो के भइसक्यो एपेरेन्ट डेप्थ भइसक्यो इन द सेम वे एओ भनेको मेरो के भइसक्यो रियल डेप्थ भइसक्यो एओ के हो रियल डेप्थ भयो है प्रुफ के गर्नुपर्ने हो प्रुफ हामीलाई गर्नुपर्ने हो म्यू इज इक्वल टु रियल डेप्थ बाई रियल बाई एपेरेन्ट गर्नुपर्ने होइन रियल बाई एपेरेन्ट सो यो प्रुफ गर्नलाई सबभन्दा पहिला अब ध्यान दिनुस् इन ट्रायंगल कुन कुनमा एओबी केमा इन ट्रायंगल एओबी फिगर सेम बनाउनु पर्ने छ मात्र यहाँ ध्यान दिनु इन ट्रायंगल एओबी सो एओबी मा के छ sin आई के हुन्छ sin को फर्मुला के हो ट्रिग्नोमेट्रिक रेशियो को p बाइ यहाँ छ सो sin आई p के हो एंगल को सामने वाला p हुन्छ भन्नाले ab बाइ यहाँ छ हाम्रो के हो ob हो सो यो हाम्रो के हो इक्वेसन 1 भइसक्यो इन द सेम वे इन ट्रायंगल कुन कुनमा हेर्नुस् एआईबी के एआई र बी एआईबी मा ट्रायंगल मा हेर्नुस् sin r इज इक्वल टु त्यही p बाइ h सो p मेरो के भइसक्यो ab भइसक्यो h मेरो के भइसक्यो ib भइसक्यो ib भयो सो यो मेरो इक्वेसन 2 भयो इक्वेसन 1 र इक्वेसन 2 मा के गरे यहाँबाट म लेखिसके अब केही गर्नुपर्ने छैन तपाईको डेरिभेसन यहाँ अब कम्प्लिट छ केही त्यस्तो गाह्रो छैन अब मात्रै म के गर्दिन्छु अब यसमा स्नेल ल युज गर्दिनु सो के गर्ने अलि म माथि गरे यसलाई यो फिगरलाई अलि म माथि गरे सो दैट हामी यहाँ गर्न सक्छौं ओके सो अब के गर्ने बाइ युजिङ स्नेल ल भन्नाले रिफ्रेक्टिभ इन्डेक्स म्यू सो अब हेर्नुस् है यो फिगरमा अब अलि कन्सेप्ट आउँछ सो यहाँ हेर्नुस् मलाई कसको चाहियो वाटरको रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर सो वाटर को चाहियो भने त्यसको अपोजिट वाला पहिला लेख्नु पर्ने हुन्छ हैन वाटर को चाहियो भने के त्यसको अपोजिट वाला सो त्यसको अपोजिट वाला के हो आर हो के हो हाम्रो के हो अपोजिट मा आर छ सो म के लेख्छु sin r बाइ sin i लेख्छु पहिला यताको तब त्यसपछि यताको इफ मलाई एयर को चाहियो भने म के गर्दिन्छु पहिला i लेख्छु त्यसपछि r लेख्छु हैन सो मलाई के चाहियो वाटर को चाहियो सो एज द लाइट इज ट्रेभलिङ फ्रम वाटर टु एयर सो म्यू इज इक्वल टु म के लेख्न सक्छु म लेख्न सक्छु म्यू इज इक्वल टु sin r बाइ sin i भनेर म लेख्न सक्छु अब हेर्नुस् यहाँनिर म्यू इज इक्वल टु sin r अब sin r को भ्यालु हामी कति ल्याएको छौ sin r को हाम्रो भ्यालु हो ab बाइ ib इन द सेम वे हाम्रो sin i को भ्यालु कति आछ सो sin i को भ्यालु आछ ab बाइ ob भयो ab बाइ ob क्लियर छ यहाँसम्म सो अब यसलाई सोल्भ गर्नुहुन्छ भने कसरी म्यू इज इक्वल टु ab बाइ ib इन्टु ob बाइ ab लेख्न सक्छौं हामी लेख्न सक्छौं भने यो ab र ab क्यान्सल भयो म्यू इज इक्वल टु ob बाइ ib भयो ठीक छ म्यू इज इक्वल टु ob बाइ ib अब के ध्यान दिनुस् अब यो फिगरमा एकचोटी आउँ है म्यू इज इक्वल टु के आको छ हाम्रो म्यू इज इक्वल टु ob बाइ ib आको छ यो हामी यहाँसम्म गरिसक्यौं अब एकदमै फिगरमा ध्यान दिनुस् है फिगरमा ध्यान दिँदाखेरि तपाई के हुनुहुन्छ यो हेर्नुस् ए र बी प्वाइन्ट यहाँनिर टाढा टाढा छ बट एक्चुअली के हुन्छ जुन बेला यो फेनोमिनन भइराखेको हुन्छ त्यति बेला ए र बी प्वाइन्ट एकदमै नजिकमा हुन्छ के म यहाँनिर तपाईलाई बुझाउनलाई मात्रै म के गरे टाढा गरेर म तपाईलाई देखाए डेरिभेसन गर्नलाई तर एक्चुअली जुन बेला यो भइराखेको हुन्छ त्यति बेला यो प्वाइन्ट यति नजिकमा हुन्छ कि हामी छुट्याउन अलिकति डिफिकल्टीज हुन्छ सो म के लेख्दिन्छु यहाँनिर एज प्वाइन्ट म के लेख्छु यहाँ यो पछि म के लेख्छु यहाँनिर एज point A and B are closer as point A and B are closer we can say A is equal to B A के को B को बराबर हुन्छ सो म के गर्दिन्छु म्यू इज इक्वल टु जुन मेरो OB छ त्यसलाई म के गर्दिन्छु OA गर्दिन्छु र IB छ त्यसलाई म B को ठाउँमा म के गर्दिन्छु IA राख्दिन्छु ठीक छ भयो सो अब के हो म्यू इज इक्वल टु OA सो OA भनेको हाम्रो के हो यहाँ अब हेर्नुस् है OA भनेको के हो OA भनेको हाम्रो रियल डेप्थ हो OA भनेको हाम्रो के हो रियल डेप्थ क्लियर छ डिवाइडेड बाइ IA भनेको के हो IA भनेको हाम्रो के हो एपेरेन्ट डेप्थ हो सो रियल डेप्थ बाइ एपेरेन्ट डेप्थ यो हाम्रो के हो प्रुफ भइसक्यो म्यू इज इक्वल टु रियल डेप्थ बाइ एपेरेन्ट डेप्थ कसरी
ओए भनेको हाम्रो के हो, ओए भनेको हाम्रो के हो, ओए भनेको रियल डेप्थ हो। इन द सेम वे आइए भनेको हाम्रो के हो, आइए भनेको हाम्रो एपेरेन्ट डेप्थ हो। क्लियर छ? यहाँनिर हामी अगाडि नै सपोज गरेका थियौँ। सो सपोज गर्दाखेरि हाम्रो यो रिलेसन आयो, म्यू इज इक्वल टु रियल डेप्थ बाई एपेरेन्ट डेप्थ। एकदमै इजी छ, केही गाह्रो छैन। दुईटा ट्रेंगल थियो, दुईटा ट्रेंगलमा काम गर्नुपर्ने थियो, यो डेरिभेसन हाम्रो सकियो। यस्तो अब यो तीनटा डेरिभेसन जुन तपाईको के भन्छ रिलेसन बिट्विन रिफ्लेक्टिभ इन्डेक्स एन्ड क्रिटिकल एंगल, इन द सेम वे तपाईले के भन्छ ल्याटरल शिफ्टको र यो रियल डेप्थ र एपेरेन्ट डेप्थ, यो तीनटाको बेसमा तपाईलाई एउटा सोध्छ। अब तपाईको एउटा लास्ट टपिक बच्यो, दैट इज द ऑप्टिकल फाइबर भनेर छ। सो ऑप्टिकल फाइबर भनेको के हो, म तपाईलाई एकचोटी के भन्छ इजी वेमा भनिदिरहेको छु ऑप्टिकल फाइबर भनेको के हो, बट त्यसको के छ एडभान्टेज डिसएडभान्टेज एप्लिकेसन यो सबै कुराहरू तपाईँ आफै बुकबाट पढ्नु होला। त्यति खास त्यो सोधिरहेको हुँदैन, बट आफ्नो बेसिक नलेजको लागि इफ समटाइम सोधियो भने के गर्ने, सो त्यसको लागि तपाईँ आफै एकचोटि ऑप्टिकल फाइबर हेर्नु होला। इफ केही डाउट भयो भने सोध्नुस् मजाले मलाई, म तपाईले बारम्बार भनिरहेको छु, मेरो हरेक कुरा पर्सनलमा डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईँ त्यहाँनिर मजाले मलाई मसँग कनेक्ट भएर मलाई तपाईँ के भन्छ मेसेज गर्न सक्नुहुन्छ, मसँग कुनै पनि कुरा एनी टाइम सोध्न सक्नुहुन्छ। क्लियर छ? ओके, सो ऑप्टिकल फाइबर भनेको के हो त्यो म एकचोटि तपाईलाई भनिदिरहेको छु। सो नाउ ऑप्टिकल फाइबर हेरौँ के हो। सो नोट डाउन तपाईहरु गर्नुस् मजाले यो ऑप्टिकल फाइबरलाई। ऑप्टिकल फाइबरको पहिला डेफिनेसन हेर्नुस् के हो हाम्रो। The definition of optical fiber: optical fiber is the long thin strand that transmit light through it. That transmit light through it by using total internal reflection. ऑप्टिकल फाइबर के हुन्छ हाम्रो लङ थिन स्ट्यान्ड हुन्छ जसले के गर्छ लाइटलाई उले ट्रान्समिट गर्छ बाइ युजिङ टोटल इन्टरनल रिफ्लेक्सन। यो के हुन्छ एकदमै लामो एउटा पाइप जस्तो हुन्छ है, जसमा के हुन्छ लाइट बाउन्स गर्छ के टोटल बाइ द प्रोसेस अफ टोटल इन्टरनल रिफ्लेक्सन बाउन्स गर्दा गर्दै एकदमै सानो लसको कारण त्यो लाइटलाई उले ट्राभल गर्न हेल्प गरिरहेको हुन्छ है, त्यो भित्रै आफूमा बाउन्स गर्छ। त्यसको कारण ऑप्टिकल फाइबरबाट के हुन्छ लाइट मजाले ट्रान्समिट हुन्छ एकदमै थोरै लसमा। सो ऑप्टिकल फाइबर तपाईले कोही सोध्यो भने तपाई मजाले भन्न सक्नुहुन्छ कि ऑप्टिकल फाइबरले के गर्छ लाइटलाई ट्रान्समिट गर्छ बाइ द हेल्प अफ टोटल इन्टरनल रिफ्लेक्सन। अब ऑप्टिकल फाइबरको युजहरु के हो? सो ऑप्टिकल फाइबरको युज के हुन्छ हाम्रो इन्डोस्कोपीमा हुन्छ, मेडिकल फिल्डमा हुन्छ, तपाईले के भन्छ कम्युनिकेसनमा हुन्छ, थुप्रै फिल्डहरुमा तपाईले ऑप्टिकल फाइबरको हामी युज हेरिरहेका हुन्छौं। सो इफ मेन पोइन्ट सोध्यो भने कम्युनिकेसन, इन्डोस्कोपी, युज बाइ मेडिकल फिल्ड अझै तपाई भन्न सक्नुहुन्छ। क्लियर छ? सो ऑप्टिकल फाइबरको बारेमा बढी डिस्कस नगरौँ, तपाई एकचोटी आफै पढ्नु होला, एकदमै मजाले तपाई बुझिसक्नुभयो ऑप्टिकल फाइबर भनेको के हो। ऑप्टिकल फाइबर भनेको के हो एउटा लङ थिन स्ट्रेन्ड हुन्छ जसबाट के हुन्छ लाइट पास भइरहेको हुन्छ बाइ द प्रोसेस अफ टोटल इन्टरनल रिफ्लेक्सन। त्यसमा लाइटहरु भित्र के हुन्छ बाउन्स गर्छ, बाउन्स गर्दा गर्दै के हुन्छ त्यो मजाले पास हुन्छ लाइट एकदमै थोरै लस भएर। क्लियर छ? ओके, सो आजको लागि हाम्रो यो रिफ्लेक्सन पार्टमा यति नै। म मेन मोस्टली म कुराहरुलाई कभर गरिसकेका छु, लगभग 90 to 95% कुरालाई कभर गरिसकेका छु। अलिअलि छुट्या छ भने त्यो पनि हामी आफ्नो जुन बेला ओल्ड इज गोल्ड या प्र्याक्टिस क्वेशनहरु जति बेला हामी गर्छौं 11 क्लासको फिजिक्सको, त्यति बेला म सबै पार्टलाई डिस्कस म गर्दिन्छु। क्लियर छ? इफ तपाईले केही प्रब्लम छ, केही डाउट छ भने तपाई मजाले मसँग सोध्न सक्नुहुन्छ। हरेक कुराको डिटेल्स म राखिदिएको छु डिस्क्रिप्सनमा, मसँग कनेक्ट हुन सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। केही डाउट छ भने तुरुन्तै मलाई कल टाइमिङको हिसाबले तपाई कल नि गर्न सक्नुहुन्छ, बट सकेसम्म मेसेज गरेको राम्रो, सो दैट आई क्यान रिप्लाई यु इजिली है, किनकि म्याक्सिमम मेरो क्लासहरु हुन्छ, म क्लासहरुतिर हुन्छु अनि त्यति बेला म कल अटेन्ड गर्न सक्दैन। सो आज तपाईहरु के गर्नुस्, आज यो पार्टलाई तपाई पढ्नुस्, जति म डेरिभेसन गराए गर्नुस्। एक्जाम एकदमै नजिक तपाईको बिस्तारै बिस्तारै आउँदैछ 11 क्लासको, सो एक्जामको लागि पनि अब प्रिपेयर हुनै पर्छ। सो पढ्नुस्, केही डाउट छ भने सोध्नुस्। आजको लागि यति नै, हस् त, थ्यांक यू।